सम्पूर्णमा धेरै धेरै धन्यवाद। अलिकति तपाईहरुलाई अनौठो पनि लागिरह्यो होला, हामी औपचारिक नगरिकन राष्ट्रिय गान बजायो, त्यसपछि साझ प्राप्त शहीदहरुलाई सम्झ्यौं। लगभग हामी कार्यक्रम अनौपचारिक नै गर्छौं, तर हामी सबैलाई सम्झिन्छौं। यहाँ पालिकाको उपाध्यक्षजी लगायत वडा अध्यक्षजीहरु र विभिन्न व्यक्तित्वहरु आउनु भएको सबैलाई धन्यवाद। कार्यक्रम अगाडि बढाउन म चाहे। रक्तदान कार्यक्रम ब्लड ग्रुप टेस्ट भइरहेको छ। मन्थन अलिकति नौलो अभ्यास हो जस्तो लाग्छ हाम्रो लागि। हामी 2 वर्ष अगाडि जनप्रतिनिधिहरूसँग यो यसरी मन्थन गरिसकेका थियौं। यो पल्ट जनप्रतिनिधिहरूलाई नराखिकन विभिन्न विषयमा शिक्षा, कृषि र पछिल्लो टाइममा लोकसेवाको युवाहरूको जागरुकता देखेर त्यहाँको सम्भावनाहरू के छ भन्ने विषयमा 3वटा सत्र राखेको छौं। केही वक्ताहरू अरू थप पनि हुनुहुन्छ, तर सबैको विषय तोकेकै छ। त्यही भएर तपाईहरु फुल टाइम बस्नुहुन्छ भन्ने आश छ। मन्थन विशेष गरी ठुला होटलमा, बाहिर ठुला सहरहरूमा हुन्छ। यहाँ संरचना पनि हेर्न सक्नुहुन्छ, अलिकति फरक छ। वक्ता हाम्रो अहिले पहिलो सेसनमा 3वटा वक्ता हुनुहुन्छ र एकजना प्रश्न सोध्ने सहजकर्ता भनौं। उहाँले 40 मिनेट पाउनुहुन्छ प्रश्न सोध्ने भने, सहजकर्ताले 40 मिनेट पाउनुहुन्छ प्रश्न सोध्ने। त्यसपछि 20 मिनेट हामीहरुमध्ये, अहिले हामी थोरै छौं, बढ्छौं भन्ने हामीले विश्वास छ। 20 मिनेट बाहिरबाट तपाईहरु केही प्रश्न छुटेको छ, थप्नु पर्ने छ भने तपाईहरु सोध्न सक्नुहुन्छ। जम्मी एउटा सत्रको लागि 1 घण्टा हामीले समय छुट्याएको छ। थोरै होला तर महत्त्वपूर्ण होला भन्ने हामीलाई विश्वास छ। यसमा अलिकति पोजिटिभ भएर यहाँबाट पोजिटिभ कुराहरू, सकारात्मक कुराहरू आओस् भन्ने हामीलाई अपेक्षा छ। यहाँबाट कुरा आएको, यहाँ भिडियो रेकर्ड पनि भइरहेको छ। कतै एउटा भाइले टिभी पनि रहेको छ। यहाँको कुराहरू, जिस्ट कुराहरू के छ, यो पालिकालाई हामी सुझावको रूपमा, सुझाव पत्र भनौँ, ज्ञापन पत्र भन्दा पनि सुझाव पत्रको रूपमा दिनेवाला छौँ भन्ने यसरी जमर्को लिएको छौँ। त्यही भएर समय छोटो भए तापनि कुराहरू अलि प्रभावकारी आउँछ भन्ने विश्वास छ। र क्वेसन अरूलाई भन्दा पनि यहाँबाट हामीलाई हाम्रो अवस्था के छ, यसले कसरी बेटर बनाउन सक्छ, यो 3वटा विषयमा त्यसरी फोकस भएर वक्ताहरू बोल्नुहुन्छ भन्ने हामीलाई विश्वास पनि छ। यति नै भने, ढिला पनि भइसक्यो। 11 बजे सुरु गर्ने भनेको 12 बजे भइसक्यो। म अहिले आफ्नो मन्तव्य यही टुङ्ग्याएँ। धन्यवाद। यहाँहरू सम्पूर्णले जानकारी, यो कार्यक्रमबारे, सत्रबारे जानकारी पाइसक्नु भएको छ। यो पहिलो सत्रको समय 40 मिनेट रहेको पनि उहाँहरूले जानकारी गर्नुभयो। सरोज कुमार महतो सरलाई धेरै धेरै धन्यवाद। अब भने हामी पहिलो सत्र जानकारी दिँदै आएको थिए। पहिलो सत्र सरकारी सेवातर्फ बटेसरका युवाहरूको यात्रा, चुनौती र अवसर र आशा बारे रहेको छ, जसमा हामीमाझ वक्ता र सहजकर्ताहरू सबैजना उपस्थित भइसकेको जानकारी मैले पाएको छु। हामीमा सहजकर्ताको रूपमा दिपेन्द्र प्रसाद सिंह हुनुहुन्छ। उहाँ पेसाले शिक्षक तथा पत्रकार हुनुहुन्छ। लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएको सिंह पछिल्लो समय शिक्षा क्षेत्रमा योगदान दिँदै आउनु भएको छ र कुशल सहजकर्ताको रूपमा परिचित अनुहार हुनुहुन्छ। उहाँलाई एकचोटि हामी स्टेजमा आमन्त्रित गर्न चाहन्छौँ र उहाँको स्वागतका लागि सबैजना जोरदार ताली बजाइदिनु होला। धन्यवाद। सँगसँगै हाम्रो स्वयंसेवक साथीलाई हाम्रो जुन सहजकर्ता कार्ड छ उहाँलाई प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सँगसँगै सबैको लागि हामीले एउटा मायाको चिन्ह भनौँ अथवा नोट गर्न के हो, सबैको अगाडि एउटा डायरी छ। सबैजना वक्ताहरू, सहजकर्ताहरू लिनु होला। र हामीसँग एउटा कार्ड र सहजकर्ता कार्ड, वक्ताको कार्ड छ। हाम्रो आयोजक टिमबाट सहजीकरण गरिदिनु होला। सँगसँगै हाम्रो पहिलो वक्ताको रूपमा रामप्रकाश महतोजी हुनुहुन्छ। उहाँ नेपाल सरकारको सहसचिव हुनुहुन्छ। उहाँ कुशल वक्ता, प्रशासक तथा सरकारी सेवामा लामो समय काम गरेको अनुभव, उहाँ आज आफ्नो लामो समय सरकारी सेवाको अनुभव साझा गर्नुहुनेछ। एकचोटि उहाँको लागि जोरदार ताली बजाउनु सबैजनालाई। सँगसँगै उहाँलाई यस स्टेजमा आमन्त्रण गर्दछु। सँगसँगै हामीसँग अर्को वक्ताको रूपमा अहिले खरिदार तथा लोकसेवा प्रशिक्षक हुनुहुन्छ र गर्वको कुरा उहाँको म विद्यार्थी पनि हुँ। खुसी लाग्छ र उहाँलाई आजको यस कार्यक्रममा बोलाउन पर्दा पनि निकै खुसी भएको छु। उहाँ पनि लामो समय शिक्षण सेवामा काम गर्नुभएको छ।
साथसाथै पछिल्लो समय सरकारी सेवामा काम गर्दै आउनुभएको छ। लोकसेवा प्रशिक्षकको रूपमा चिनिनुहुन्छ। उहाँ आज आफ्नो अनुभव सेयर गर्न आदान प्रदान गर्न हामी माझ वक्ताको रूपमा आउनुभएको छ। एकचोटि सुरेश शाह सरलाई पनि यस मञ्चमा आमन्त्रण गर्दछु र उहाँलाई स्वागत गर्न एकचोटि सबैजना जोरदार ताली बजाइदिनु होला। सँगसँगै हामी माझ तेस्रो वक्ताको रूपमा यमन श्रेष्ठ जी हुनुहुन्छ। उहाँ पेसाले शाखा अधिकृत सरकारी सेवामा काम गरिरहनु भएको बटेश्वरका विकास चासो राख्नुहुन्छ उहाँ र आज यहाँ युवाहरू कसरी प्रगति गर्न सक्छ र त्यसका अवसर विषयमा चर्चा परिचर्चा गर्नुहुनेछ उहाँ। एकचोटि उहाँको लागि पनि जोरदार ताली बजाइदिनु होला सबैजना। र अबको 1 घण्टाको समय यस सत्रको लागि रहेको छ र यो माइक अब म हाम्रो सहजीकरण गर्ने यस सत्रलाई सहजीकरण गर्नुहुने सरलाई प्रदान गर्न चाहन्छु। धन्यवाद। अन्तर्गत गाउँमाथि चर्चा आजको पहिलो यो सत्र सरकारी सेवामा बटेश्वरका युवाहरूको यात्रा, चुनौती, अवसर र आशा के कस्तो हुन सक्छ भन्ने विषयलाई केन्द्रित गरी यो पहिलो बहस भनौँ या छलफललाई हामीले अगाडि बढाउने जमर्को गरेका छौँ। यस कार्यक्रममा पाल्नुहुने हाम्रो बटेश्वर गाउँपालिकाको उपाध्यक्ष, वार्ड अध्यक्ष 3 नम्बरका राममणि उपाध्यक्ष फुलकुमारी महतोज्यू, वार्ड अध्यक्ष अशोक कुमार महतोज्यू, निरजजी लगायत शिक्षा शाखा प्रमुख हाम्रो गुरुबल र युवा तथा बटेश्वरको बारेमा चिन्ता, चासो, उत्सुकता राख्नुहुने सम्पूर्ण युवा, बुद्धिजीवी, व्यवसायी लगायत हाम्रा यस क्षेत्रका र बटेश्वरको बारेमा जान्न चाहनुहुने र हाम्रा तमाम बुद्धिजीवी, युवा सक्रियहरूलाई सम्पूर्णजनालाई यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आज यो बटेश्वरको गाउँमाथि चर्चा गर्ने विषयवस्तु अन्तर्गत हामीले र हाम्रो यो समाजलाई परिचित गराउनमा अहम भूमिका खेल्दै आएको छ। आफ्नो व्यक्तिगत सँगसँगै हाम्रो समाजको, गाउँको पनि पहिचान दिलाउनमा हाम्रा युवाहरूको एकदमै सक्रिय भूमिका छ र यसैलाई सेरोफेरोमा राख्दै हामी माझ छलफलका लागि हामीले निम्ताएका बटेश्वर युवा सञ्जालको निम्तोलाई स्वीकार गरी हामी माझ हुनुहुन्छ प्रादेशिक लेखा परीक्षण निर्देशनालय लुम्बिनी प्रदेशका प्रदेश प्रमुख आदरणीय दाजु राम प्रकाश महतो सहसचिव हुनुहुन्छ। यमन सुन्दर श्रेष्ठ इलाका प्रशासन कार्यालय बर्दिवासमा कार्यालय प्रमुखको रूपमा उहाँ कार्यरत हुनुहुन्छ। सुरेश शाह खरिदार जिल्ला अदालत हुम्सामा अहिले कार्यरत हुनुहुन्छ। आजका हाम्रा अतिथिहरू पनि हाम्रो यस भेगका बटेश्वरका विभिन्न वाडाहरूमा उहाँहरू बसोबास गर्नुहुन्छ, थाई बासिन्दा पनि हुनुहुन्छ र आज हामीले उहाँहरूलाई राखेर यो छलफललाई अगाडि बढाइरहँदाखेरि हामी गौरवान्वित महसुस गरिरहेका छौँ। म यो छलफललाई अगाडि बढाउँदै सुरुवात गर्न चाहन्छु सहसचिवज्यूबाट। राम प्रकाश महतोज्यूको सरकारी सेवामा यो बटेश्वरको तर्फबाट यात्रा कसरी सुरु भयो भन्ने थोरै उहाँको मुखारबिन्दुबाट सुन्न चाहन्छु। हजुरको यात्रा सरकारी सेवामा कसरी? सर्वप्रथम यहाँ उपस्थित सम्पूर्णमा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षज्यूहरू लगायत सम्पूर्ण विशिष्ट महानुभावहरूमा मेरो हार्दिक नमस्कार। र आज यो छठ पर्वभन्दा 2 दिन अगाडि आज शनिबारको दिन बटेश्वर युवा सञ्जालबाट जुन यो एक किसिमको मन्थन कार्यक्रमहरू साथसाथै विभिन्न विषयहरूमा चर्चाका कार्यक्रमहरू राख्नुभएकोमा उहाँहरूलाई र त्यसमा एउटा
एउटा प्यानल मेम्बरको रूपमा मलाई पनि आमन्त्रण गर्नुभएकोमा उहाँहरू समस्त टिमलाई मैले धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अब म अगाडि बढेँ, टाइम नलिकन अगाडि बढेँ। मलाई सोधिएको मेरो आफ्नो यात्राको बारेमा सर्वप्रथम म आफूलाई इन्ट्रोड्युस गर्न चाहन्छु। म अहिले सहसचिव रामप्रकाश महतो भए पनि मैले विगतदेखि म एउटा किसानको छोरो हो। मेरो बुवा शिक्षक हुनुहुन्थ्यो, अहिले रिटायर हुनुभएको छ। चित्रपुर बटेश्वर गाउँपालिका वडा नम्बर 1 चित्रपुरका बासिन्दा श्री शिवनारायण महतोको जेठो छोराको रूपमा मेरो जन्म भएको र मेरो स्कुलिङ यात्राको क्रममा मैले स्कुलिङको कुराहरू पनि गर्नुपर्छ। केही वर्ष मैले इङ्ग्लिस मिडियमको बोर्डिङ स्कुलमा अध्ययन गरे तापनि मेरो विशेष त 8 कक्षाको पढाइ चाहिँ यही कचरी टोलमा भएको हो, 8 कक्षा मात्रै। र त्यसपछि चाहिँ एसएलसी 10 कक्षा चाहिँ मैले ढल्केवर महेन्द्रनाथ ढल्केवरबाट अध्ययन गरेँ, यति भने। र त्यसपछि मैले +2 साइन्सबाट पढ्दै अनि अब डक्टर मेडिकल लाइनतिर जाने हो कि भन्ने कन्फ्युजनका बिच मैले आफूलाई चाहिँ म्यानेजमेन्टतिर मैले आफूलाई राम्रो गर्न सक्छु, घर परिवारलाई पनि त्यो आर्थिक दबावबाट मुक्त पार्न सक्छु र म आफूलाई फ्री भएर आफ्नो क्षमता सामर्थ्यलाई डेमोन्स्ट्रेट गर्न सक्छु भन्ने सोच राखेर मैले म्यानेजमेन्ट कोर्स सेलेक्ट गरेँ। र त्यसबाट मैले स्नातक र स्नातकोत्तर अध्ययन गरिसकेपछि मैले चाहिँ अब विकल्पको रूपमा त्यतिखेर त्यसपछि पढाइ सकिसकेपछि रोजगारीमा जानै पर्ने बाध्यता अहिले पनि छ, विगतमा पनि छँदै थियो। र सोही क्रममा मैले लोकसेवाको सम्बन्धमा अहिले जस्तो ओपेन सञ्जाल नभए पनि लोकसेवालाई विकल्प रूपमा लिएँ र सिलेबस हेरेपछि म पास गर्न सक्छु भन्ने मेन्टालिटी सुरुमै थियो। र आफ्नो मेहनत, सबैजनाको माया सद्भाव र आफ्नो लकले गर्दा पनि मैले पहिलो एटेम्पमा मैले शाखाधिक रूपमा र एक मात्र दिएको एक्जाममै म आफूलाई सेलेक्सन गर्न सफल भएँ। त्यस पश्चात 6-7 वर्षपछि मैले उपसचिवमा पनि नाम निकालेँ, त्यसमा मेरो सेलेक्सन हुन सकेन। तर त्यसको अर्को वर्ष मात्रै मैले सहसचिवमा लेखापरीक्षण सेवामा सहसचिवमा मेरो चयन भयो र अहिले म महालेखा परीक्षक कार्यालयमा प्रादेशिक लेखा परीक्षण महानिर्देशनालय लुम्बिनी प्रदेशमा प्रमुखको रूपमा कार्यरत भएको छु। यति मैले मेरो यात्राको रूपमा यति मैले राखेँ। अब जिल्ला अदालतमा कार्यरत खरिदार हाम्रो क्रमशः सुरेश सरलाई तपाईँको यात्रा र यो कसरी रह्यो भन्ने छोटो संक्षिप्तमा प्रस्तुतिको लागि आग्रह छ। धन्यवाद हाम्रा सहजकर्ता सर। सर्वप्रथम आजका कार्यक्रममा पाल्नुभएका हाम्रा समाजका प्रतिष्ठित राजनीतिक दलका व्यक्तित्वहरू, शिक्षाप्रेमीहरू, साथसाथै यस बटेश्वर गाउँपालिकाका विकास चाहना राख्नुहुने सम्पूर्ण विकास प्रेमी, साथसाथै उपस्थित हुनुभएका सम्पूर्णमा म सुरेश कुमार शाहको तर्फबाट नमस्कार गर्न चाहे। कार्यक्रमलाई चाहिँ ठ्याक्क प्रश्नोत्तर पनि डोर्याउँदै लोकसेवाको मेरो यात्रा कस्तो रह्यो भन्ने सहजकर्ता सरको प्रश्न थियो र यो यात्रा चाहिँ मेरो कसरी भयो भन्ने कुरामा म आफै कन्फ्युज थिएँ, किनकि जीवनमा मैले निकै ढिला गरेर चाहिँ यो सफलता हात पार्न सकेँ र यहाँसम्म कसरी सकिन्छ होला अथवा पुग्नुपर्छ होला भन्ने विषयवस्तुको बारेमा पनि मलाई खासै अवगत थिएन। जीवनका उतार चढावका क्रममा चाहिँ आफ्ना जीवनयापन गर्नका लागि मैले विभिन्न किसिमका पेसाहरू अपनाएँ। पेसाहरू अपनाउँदै गइसकेपछि चाहिँ जीवनमा एउटा ठोस केही गर्नुपर्छ र त्यसका लागि चाहिँ लोकसेवाको पनि परीक्षा दिनुपर्छ भन्ने विषय चाहिँ मलाई निकै ढिलो अवगत भयो र ढिलै अवगत भएदा पनि मैले पहिलो पटक परीक्षा दिएँ। परीक्षा दिए पश्चात चाहिँ प्रथम पत्र उत्तीर्ण गरेँ। उत्तीर्ण गरिसकेपछि पनि म कन्फ्युजनमै थिएँ। अब सेकेन्ड पेपर चाहिँ कसरी पढ्ने होला, कहाँ पढ्ने होला भन्ने अन्योलतामा रहेका बेलामा चाहिँ मैले सेकेन्ड पेपर पढ्न सुरु गरेँ। सेकेन्ड पेपर पढे पश्चात त्यसमा पनि
खुला र समावेशी दुवै कोटामा मैले नाम निकाल्न सफल भएँ। त्यसपछि अब अन्तर्वार्ताको तयारी गर्ने बेलामा पनि म आफ्ना जीवनयापनका क्रममा काममै व्यस्त थिएँ। त्यसमा पनि केही कन्फ्युजनका साथ नै मैले आफ्ना त्यो यात्रालाई पनि अगाडि बढाएँ र गर्दै गर्दै चाहिँ त्यसलाई मैले एउटा निर्धारित लक्ष्यतर्फ गई बारा जिल्ला अदालतमा सिफारिस भएँ र त्यसपछि चाहिँ सरुवा लिएर अहिले धनुषा जिल्ला अदालतमा कार्यरत रहेको अवगत गराउँदै यतिकैमा आफ्नो शब्द यहाँ राख्न चाहन्छु। धन्यवाद। अब यही निजामती सेवामा हाम्रो यमन सुन्दर श्रेष्ठजीको कसरी प्रवेश भयो, यात्रा कसरी गर्नुभयो भन्ने सवाल छ। धन्यवाद सहजकर्ताज्यू। म यस पटेश्वर गाउँपालिका वडा नम्बर 2 का व्यक्ति, मेरो नाम यमन सुन्दर श्रेष्ठ हो। म यो सेवामा कसरी प्रवेश गरेँ भन्ने कुरामा त्यो सहजकर्ताजीले राख्नु धन्यवाद। हाम्रा यहाँ उपस्थित यस नगरपालिकाका उपमेयर साहब र विभिन्न वडाका वडाध्यक्षज्यू र हाम्रा युवा साथीहरू लगायत बुद्धिजीवी र पत्रकार बन्धुहरूलाई म यमन श्रेष्ठको तर्फबाट नमस्कार। मेरो यात्रा सहज खेल्दा खेल्दै भएको यात्रा नै सोध्नुपर्छ। हाम्रो पालामा लोकसेवाको हुन्थ्यो तर अहिलेका अनुसार त्यति खास हुन्थेन। मैले 2056 सालमा मेरो प्रवेश टाइपिस्ट मुखियादेखि सुरु भयो। त्योभन्दा 50देखि 56 मैले अस्थायी रूपमा जेडीपी कृषि फर्ममा काम गरेको, फिल्ड सुपरभाइजरको अनुभव। त्यसै क्रममा त्यहाँ धेरै व्यक्तिहरूले लोकसेवाको तयारी गर्नु भन्दाखेरि मैले के गर्ने त मैले जनकपुरमा कलेज गर्दा गर्दा त्यही अवस्थामा मारम्बा टाइपिङ प्रशिक्षण केन्द्रबाट टाइपिस्ट तालिम लिएँ। त्यसै क्रममा लोकसेवा 56 सालमा खुल्यो। फर्स्टचोटि नै मैले लोकसेवा दिएँ टाइपिङ बेग परीक्षामा र मौखिक पनि हुन्थे। त्यसै क्रममा मैले टाइपिस्ट मुखियामा पहिलो यात्रा 56 साल 9 महिना 1 गते रामेछापबाट सुरु गरियो। त्यसै क्रममा रामेछाबाट म 2 वर्ष त्यहाँ कार्यरत भएँ। रौतहट जिल्ला सरकारी वकिल कार्यालयमा सेवा भयो। त्यसै क्रममा म जनकपुर आएँ। जनकपुरमा फेरि पुनः बेग परीक्षाद्वारा टाइपिस्ट खर्दारमा पुनः लोकसेवाको बेग परीक्षाद्वारा टाइपिस्ट खर्दारमा भएँ। टाइपिस्ट खर्दारमा भएपछि 56 भने 63 सालमा मैले टाइपिस्ट खर्दारमा पुनः बेग परीक्षाद्वारा नाम निकालियो। फेरि पुनः अन्तर्वार्ता भयो, त्यसमा पनि सिलेक्ट भयौँ र ठ्याक्कै अब एकचोटि लोकसेवामा मतलब खर्दारमा भइसकेपछि योग्यताको क्रममा मैले इन्टर गरेको कारणले फेरि 1 वर्ष ठ्याक्कै 64 सालमै फेरि बेग परीक्षाद्वारा नै टाइपिस्ट सुब्बाको निस्क्यो। त्यसमा पनि उत्तीर्ण भए। मैले सुब्बामा टाइपिस्ट सुब्बामा उच्च सरकारी वकिल कार्यालयमै जनकपुरमै 22 वर्ष सरकारी वकिल कार्यालयतर्फ नै सेवा गरेँ। त्यस पश्चात अब जम्मा सुब्बामा मैले तपाईँको 12 वर्ष सेवा प्रदान गरेपछि मैले लोकसेवा दिएर होइन, मेरो कार्य सम्पादन मूल्याङ्कनको आधारमा 77 साल श्रावण 14 गते कासमद्वारा बढुवा भएको मैले कुनै लोकसेवाको तहत दिएर कार्य सम्पादन मूल्याङ्कनको आधारमा बढुवा भई। मेरो फर्स्ट पोस्टिङ मेरो चाहनै थियो म जिल्ला प्रशासन कार्यालय नै मैले रोजेँ। अन्य गरेर रोजेँ, गर्दै गृह मन्त्रालय रोजेँ, सङ्घीयबाट गृह मन्त्रालय रोजेपछि मेरो चाहना थियो मेरो आफ्नै ठाउँमा गएर आफ्नै भेगका जनतालाई सेवा गर्नु। त्यसैले मैले धेरै गरेर कोसिस गरेर जिल्ला प्रशासन कार्यालय धनुषामा 3 वर्ष सेवा गरेँ। त्यस पश्चात 6 महिना गएर यदुकुवा गरेँ। त्यसपछि म काठमाडौँ गएँ। अहिले चाहिँ म इलाका प्रशासन कार्यालय बर्दिवासमा कार्यालय प्रमुखको रूपमा कार्यरत छु। अब त्यहाँ जो बर्दिवास इलाकामा भए तापनि हाम्रा छेउछाउका छिमेक बर्दिवास इलाका प्रशासन कार्यालय भन्दा पनि जोस् हामीले चिनेकै व्यक्तिलाई नै त्यहाँ सेवा दिन पाउँछौँ। किनकि प्रेमनगर बन्द्रा मेरो सेवा कार्य बर्दिवास नगरपालिका अन्तर्गत नै पर्ने भएकोले त्यहाँको जनतालाई जोस् अहिलेसम्म मैले सेवा दिने क्रममा आफ्ना गाउँ समाजलाई नै दिँदै आइरहेका छौँ र मेरो अब जागिर अवधि पनि 10 वर्ष बाँकी छ। अब यस अवस्थामा जनता आफ्नै ठाउँलाई सेवा दिने मौका पाएकोमा म एकदम खुसी छु। धन्यवाद। थोरै हामीले अलिक गहिरो रूपले परिचित हुन पायौँ र पुनः म चाहिँ सहसचिवबाट सुरु गर्छु। यो तपाईको यो निजामती सेवामा भनौँ प्रवेश गरिरहँदाखेरि तपाईको मेडिकल इन्ट्रेस्टको विषय थियो। पछि चाहिँ तपाईले निजामतीमा प्रवेश गरिरहँदाखेरि कस्ता चुनौतीहरू भोगाइहरू कस्तो अहिलेसम्म भोग्नु परेको छ, कस्ता अप्ठ्यारा चुनौतीहरू तपाईले अहिले बेहोर्दै
हासिल गर्न सक्नुहुन्छ। अब सर्वप्रथम त हामीले हाम्रो इन्ट्रेस्टलाई नै आफ्नो रुचि के हो भन्ने पहिचान गरिसकेपछि हामीसँग आउने जेसुकै प्रकारका चुनौतीहरू भए पनि हामी सहज ढङ्गले त्यसलाई फेस गर्न सक्छौँ र फलस्वरूप होला या लकिली म +2 सक्ने बित्तिकै मेडिकल लाइनतिर भन्नाले अब बाहिरी त्यतिखेरको वातावरण अहिले जुन किसिमले लोकसेवाप्रतिको आकर्षण या विदेश अहिलेका युवाहरूमा विदेश जाने जुन किसिमको अहिले ट्रेन्ड चलिआएको छ हाम्रा युथहरू फ्लाइट भइरहेको छ त्यतिखेर मेडिकलको एउटा फरक क्रेज थियो त्यो क्रेजका बावजुद पनि मैले आफूलाई कता मेरो त्यो इन्ट्रेस्ट मिट हुँदैन त्यहाँ ट्याली हुँदैन भन्ने आफूले रिकगनाइज गरिसकेपछि म यता म्यानेजमेन्टतिर लागेर लोकसेवाको यात्रा अगाडि बढाएको हो। अब यस क्रममा चाहिँ अब यहाँले सोध्नु भएको जुन चुनौतीका कुराहरू मैले चाहिँ अब आफूलाई लकिली ठान्छु त्यस प्रकारका इभेन तयारीका चरणमा पक्कै पनि चुनौती त फेस नगर्ने त कुरो हुँदैन तर यद्यपि मैले आफ्ना सहकर्मीहरूले अब त्यो मेबी फिल गरेर पनि हुनसक्छ होइन मैले त्यति त्यो गहिरो किसिमको चुनौतीहरू फेस गर्नु परेन तैपनि अब मैले आफ्नो ती विषय सेयर गर्नुपर्छ जस्तो अब तयारी गर्दाखेरि जस्तो हजुरलाई रोके तयारी गरिरहँदाखेरि तपाईँले कति वर्ष तयारी गर्नुभयो कुनै ठाउँमा नाम निकाल्नु जस्तो शाखा अधिकृतबाट सुरु गर्नुभयो होइन यो त एउटा ठुलो चुनौतीको यो हरासमेन्ट हुने कुराहरू हुन्छ बिचैमा छोड्ने कुरा हुन्छ तयारीबाट एकदमै राइट ट्र्याकमा ठ्याक्क त्यही नै पुनः लगाइरहेको थिएँ मेरो मास्टर्स डिग्रीको थेसिस सकिसकेपछि किनभने यहाँ कतिपय युवाहरू हुनुहुन्छ र भोलिपछि अब लोकसेवाका सम्भावना भएका साथीभाइहरू पनि हुनुहुन्छ होला युवा साथीहरू होइन उहाँहरूलाई मेरो यो आफ्नो यात्राले यहाँहरूमा केही न केही कन्ट्रिब्युट गर्न सक्छ या कमसेकम लेसन लर्न हुनसक्छ भन्ने हिसाबले अब विगतमा हाम्रा गार्जियन जस्तो मेरो बुवाले या गाउँका अरू शिक्षक पेसामा प्रायः हुनुहुन्थ्यो होइन अनि तर अब निजामतीमा हाम्रो गाउँमै एकजना सञ्जय दाई हुनुहुन्थ्यो मेरो काकाको छोरा उहाँ 1-2 वर्ष पहिला चाहिँ प्राविधिक सहायकको रूपमा चाहिँ यही जेडिपी कृषि फारममा उहाँ नियुक्ति हुनुभएको थियो र त्यसपछि चाहिँ अलिअलि चासो चाहिँ आएको हो त्यसले गर्दा मैले उहाँ सञ्जय दाजुलाई पनि मैले यहाँ सम्झिन खोजेँ र साथसाथै मेरा दाजुहरू हुनुहुन्छ अनि त्यस क्रममा चाहिँ मैले अब सुरुमा चाहिँ मैले सिलेबस हेरिसकेपछि कता मैले त पढेकै विषयहरू रहेछ या नपढेका विषयहरू भए पनि मैले यसमा चाहिँ जस आफूलाई मैले स्ट्रङ साबित गर्न सक्छु भन्ने मेन्टालिटी मैले सुरुमै बनाएको हो र ती कुराहरू सेयर गर्दाखेरि कतिपयले मलाई चाहिँ यो अलिकति कन्टेन्ट बढी छ कि भन्ने खालको मलाई साथीहरूबाट पोजिटिभ फिडब्याकै आउँथ्यो तर मैले चाहिँ स्कुल कलेजमा पनि मैले पाएको फिडब्याक के थियो भने यसले पढ्दैन अब यहाँ किन इन्फर्मल कार्यक्रम भएकोले गर्दा मैले आफूलाई त्यो पद नभन्दा पनि उसले चाहिँ पढ्दैन तर पढेपछि राम्रो गर्न सक्छ है भन्ने खालको मलाई इभन स्कुलमा त्यो 1 क्लास इभन 3-4 क्लास जतिखेरदेखि मलाई सम्झना छ बोर्डिङ स्कुलमा बुवाले त्यो मार्कसिट लिन जाँदै गर्दाखेरिको होस् या एसएलसीमा या +2मा इभन +2मा जाँदै गर्दाखेरि होस् मलाई चाहिँ मेरो गार्जियनलाई प्राप्त या मैले प्राप्त फिडब्याक के हुन्थ्यो भने यसले पढ्दैन तर पढेपछि राम्रो गर्न सक्छ है भन्ने कुरा मैले त्यो सुनेको विषयलाई मैले चाहिँ मास्टर डिग्री सकिसकेपछि पनि होइन मलाई त्यस्तो त भन्थ्यो त भनेपछि मात्र मैले केही डेज मैले र त्यसपछि मैले शाखादेखिको फर्म भरिसकेपछि बल्ल मैले चाहिँ कोचिङ नलिकनै तयारी थालेको लोकसेवाको लागि भनेर र मैले यही कृषि फारममै 2 महिना जसो बसेर त्यसपछि माघमा एक्जाम थियो म कलकत्ताबाट आएर 2 महिना यहाँ बसेर एक्जाम दिन गएको एक्जाम दिइसकेपछि मैले दाजुहरूलाई सेयर गरेको थिएँ थर्ड पेपर चाहिँ यदि थर्ड पेपर म पास भयो भने मेरो चाहिँ नाम चाहिँ स्योर आउँछ र नभन्दै भनौँ न मैले मधेसी समावेशी सिट मात्रै भरे तापनि मैले खुसी साथी गर्व साथ यहाँलाई के सेयर गर्न सक्छु भने खुलाका साथीहरू त्यो एकीकृत गरेका क्रममा म उनलाई पछाडि पनि थिएँ भनेपछि मेरो एक्जाम चाहिँ राम्रो गएको रहेछ भन्ने कुरा त्यसबाट भयो यति मैले बिगिनिङको यात्रा चाहिँ यसरी मैले सेयर गरेँ हजुर धन्यवाद अब म यमन सरलाई सम्झिन चाहन्छु उहाँ चाहिँ लामो समय यता धनुषा जिल्ला अदालतमा पनि हुनुहुन्थ्यो म पनि कतिचोटि सेवाको क्रममा पनि र पत्रकारिताको समयमा पनि गइरहँदाखेरि उहाँको चाहिँ सेवाभाव जुन देखिरहेको थिएँ
र उहाँले भन्नु पनि भयो यो इलाकालाई वा क्षेत्रको यो समाजलाई मैले सेवा गरिरहँदाखेरि खुसी लाग्छ भन्ने कुरा चाहिँ सेयर गर्नुभएको छ। तपाईँको जुन सरकारी सेवामा पहुँच भइसकेपछि तपाईँले गाउँलाई कसरी चाहिँ सम्झिरहनु भएको छ र कसरी सेवा दिने भन्ने कुरा पहुँच बढाउने कुराहरूमा कस्तो योगदान दिँदै आउनुभएको छ सर? धन्यवाद सर। मैले प्रवेश गर्दै 2056 सालमा यता गर्दाखेरि पनि त्यति बेला 56 सालमा म सरकारी वकिल कार्यालयमा काम गर्दाखेरि म कर्मचारी हो भन्ने कुरा सायद मेरा गाउँका साथीहरूलाई कमै थाहा थियो, धेरै नै कम थाहा थियो कि म कर्मचारी काम गर्छ भन्ने, जनकपुर बस्छ व्यापार गरिरहेछ भन्ने किसिमको मात्र भावनाले। किन 56 देखि 60 सालमा म आएर जनकपुरमा आइसकेपछि मैले व्यापार व्यवसाय सुरु गरेँ, यसले व्यापार गरिरहेछ भन्ने मात्रै थाहा थियो, जागिर छ भन्ने थाहा थिएन। जब 56 सालपछि जब जो निजामती कर्मचारीलाई जुन ड्रेसको जब गरे, किनकि अदालत छेउछेउमा बसिरहन्थे, कर्मचारी भए पनि अब अफिस टाइम पछि यसो साथीभाइ वकिलहरूसँग बसिरहन्थे, त्यहाँका साथीहरू जनकपुरका तथा गाउँका मान्छे यो मान्छे पनि लेखनदासकै काम गरिरहेछ भन्ने सोच थिए। जब यो हाम्रो युनिफर्म नेपाल सरकारले युनिफर्म लागू भएपछि, जब युनिफर्म लाएर अनिवार्य जान थालेपछि बल्ल गाउँका साथीहरू र अन्यहरू सबैले पनि जनकपुरका वासीहरू पनि तपाईँ पनि काम गर्नुहुन्छ, तपाईँ पनि कर्मचारी हुनुहुँदो रहेछ भन्नुहुन्थ्यो। म पनि कर्मचारी नै छु र जति बेला थाहा पाएका थिएन र हाम्रा गाउँका साथीहरू जो जान्थे म कर्मचारी भन्ने थाहा हुन्थे, सरकारी वकिल सम्बन्धी त्यहाँ हुँदाखेरि कुनै सरकारवादी मुद्दा भयो, अन्य मुद्दा भयो, अदालत सम्बन्धी कुराहरू जो हुन्थ्यो, गाउँका गएका साथीहरूलाई मैले सहजता रूपले आफूले पहुँच। अब त्यति बेला त म मुखिया, टाइपिस्ट मुखियाको कति नै कुरा चल्छ, तर पनि जे होस् सरकारी वकिल कार्यालयको पावर भनेको ठुलै पावर हुँदो रहेछ भन्ने कुरा मैले बुझेँ। भए पनि पुलिस एसपी समेतलाई, डिएसपी समेतलाई हामीले फोन गरेपछि हाम्रो कुरा मान्थ्यो, किनकि हाम्रो कुरा माने होइन कि मभन्दा माथिका सिनियर सहन्यायाधिवक्ताहरू हुनुहुन्थ्यो, उसको काम मैले गर्दिनँ भने सहन्यायाधिवक्ताको अवश्य पनि फोन आउँछ, मभन्दा सिनियर अफिसरको फोन आउला र ऊ गर्ला भन्ने हिसाबले मैले जे होस् अब त्यो त पछि गएर जिल्ला प्रशासनमा जाँदाखेरि पनि सायद मैले मेरा गाउँका मान्छेले दुःख नपाओस्, मेरा गाउँका मान्छेले काम होस् भन्ने कुरा तत्परता म कुर्सीमा नबसेर आफै उठेर पनि फाँटफाँटमा गरिदिए जस्तो लाग्छ। हुनसक्छ अब काम गर्ने क्रममा 10 गएछ भने 8 को गऱ्यो होला, 2टा छुट्न गयो होला, त्यो अब काम गर्ने क्रममा सबैकै हाम्रा हातका औँला नै सबै बराबर छैन। काम गर्ने क्रममा आफ्ना गाउँका मान्छे जेनरल म चाहिँ अब त्यहाँ हाम्रो के हुन्थ्यो भने महिनामा एकचोटि पालिका चेन्ज हुन्थ्यो, पालिका चेन्ज हुने क्रममा जिल्ला प्रशासनमा बस्दा म चाहिँ मिथला, छिरेश्वर र बटेश्वर गाउँपालिका मलाई देऊ भन्थे, साथीहरू मान्थेन, नमानेपछि मैले होइन यो पालिका दिनैपर्छ, तिमीहरू दिन्न भनेपछि त्यहाँसम्म प्रमुख जिल्लाधिकारीलाई भने सर यो मेरो भेग हो, कमसेकम मैले यो भेगलाई सेवा दिन पाएँ भने सर मेरो अर्कै गौरव हुन्छ, म अर्कै पाउँछ भन्ने किसिमले मैले त्यहाँ कार्यरत हुँदा त्यसरी नै सेवा गरिरहेँ। 3 वर्ष त्यहाँ बसियो। जस सरकारी वकिल कार्यालयमा हुँदाखेरि पनि मैले आफ्नो भेगलाई, आफ्नो ठाउँलाई माया गरिरहेको थियौँ र अहिले म यता इलाका प्रशासन कार्यालयमा भए पनि कतिपय साथी गाउँमा आउँदाखेरि पनि भन्छन् कि यसो भएन, मलाई फोन जिल्ला प्रशासन धनुषामा बसेकाले अहिले पनि हाम्रा गाउँका मान्छेले धेरै फोन गर्छन् मलाई, त्यहाँ भएका साथीहरूलाई भनेर ल भाइ मेरो यस्तो हो उस्तो हो भनेर अहिलेसम्म सेवा गर्दैछु। म अन्यत्र जिल्लामा भए पनि म महोत्तरीमा नै किन कार्यरत छु, तर हाम्रा धनुषाका चेलीबेटीहरू, महोत्तरीका चेलीबेटीहरू जुन बिहा भएर अन्यत्र जिल्लामा जाँदा अभिलेख भन्ने समस्या आउँछन्, ती कुरामा पनि यदि मलाई सम्झेछ भने मैले आफैले फोन गरेर अभिलेखहरू उपलब्ध गराइदिने पनि गरिरहेका छौँ र मैले आफ्नो गाउँलाई सेवा गर्न पाउँदा बहुत खुसी हुन्छु र पछिको दिनमा पनि म सायद आफ्टर रिटायरमेन्ट पनि हाम्रा गाउँकाहरूलाई सेवा नै गर्ने चाहना राखेछु र सेवा नै गर्नेछु भन्नेछु। धन्यवाद। अझ एउटा सानो मैले तपाईँकै उसबाट क्रस गरेँ, जसरी तपाईँले भन्नुभयो म प्रशासन कार्यालयमा भइरहँदा छिरेश्वर, मिथिला वा बटेश्वरलाई प्राथमिकता राख्न खोज्नुहुन्थ्यो, अहिले निजामतीले अलिक फरक तरिकाले देख्दो रहेछ क्या, नजर त्यस्तो छ होइन। तपाईँले किन यही फोकस गर्नुहुन्थ्यो, सेवा भाव हो कि अलिक सहलता सरलता हुन्छ आफ्नै गाउँघरको हो भन्ने कुरा अलिक त्यसलाई प्रश्न पारिदिनुहुन्छ कि भन्ने? धन्यवाद, राम्रै कुरो गर्नुभयो। मेरो सबै नै सबभन्दा मेरो मूल नारा नै सेवा नै धर्म हो। मैले अहिलेसम्म अब यता लिनुको कारण किनकि यी भेग बनेका मेरा भेग हुन्। यहाँ जिल्ला प्रशासनको काम कर्तव्य अलिक
मान्छेको नजरमा अर्कै किसिमको देखिन्छ। र म जिल्ला प्रशासन धनुषामा बस्दाको अवस्थामा मैले त्यो जिल्ला प्रशासनलाई एकदम अर्कै उसमा लगाएको थिएँ र राम्रो गर्थेँ। र मैले जुन काम गरेको बापत मैले बाहिरी नेक्सिस नहुन दिन खोजेँ, हरेक चिज गर्दाको अवस्थामा मैले प्रत्येक दिन मेरो नाममा 5 वटा 6 वटा गृह मन्त्रालयमा उजुरी जान्थ्यो। कारण के हो भनेदेखि यसले बाहिरी नेक्सिस हुन दिएन, त्यो कारणले मेरो नाममा जान्थ्यो, उजुरी गयो। अहिले पनि जिल्ला गृह मन्त्रालयमा जानुभयो भने मेरो नाममा उजुरी 360 वटा छ। अब यस्तो हुन्छ, कोही व्यक्ति राम्रो काम गरेर उजुरी खान्छ भने कोही व्यक्ति नराम्रो काम गरेर उजुरी खान्छन् हैन। तर अब मैले आफैलाई जजमेन्ट गर्नुभन्दा हाम्रा यहाँ छेउछाउका गाउँ छिमेकी साथीभाइहरूले जुन मैले सहयोग गरेको छु गरेको छैन भने उहाँहरूकै मुखबाट सुन्दाखेरि बेस हुन्छ। मैले स्वर्गको के भन्छ भने स्वर्गमा के कसको बखान भने जस्तै स्वर्गमा परीको बखान गरे जस्तो मैले आफैमा भन्नुभन्दा मेरा सेवा पाएका मेरा यहाँका मिथिला छिरेश्वर र के भन्छ भने बटेश्वरका जनताले नै सेवा पाएन भन्ने कुरा उहाँहरूलाई नै थाहा हो। तर मेरो उद्देश्य भनेको सहज र सरलता होस्, मेरा यहाँ छेउछाउका छिमेकी जनताहरू सबैले र मेरा इष्टमित्रहरूले सहज रूपले सेवा पाओस् भन्ने उद्देश्यले मैले सेवा दिएको। अब मैले आफै भन्दैछु, मेरो विरुद्धमा राम्रो काम गरेर बापत नै 360 वटा उजुरी गृह मन्त्रालयमा मैले खेपिरहेको छु भन्ने कुरा म आफै महसुस गरिरहेको छु। वास्तवमा अब सोध्नेले सोध्दै गर्छन्, मैले गर्ने काम गरेका हौँ, कर्तव्य गरेका हौँ, त्यही मलाई चाहिँ। तर हामीलाई आशा छ त्यो उजुरीहरू बटेश्वर छिरेश्वर यो मिथिलाका हैन बासिन्दाहरूको छैन होला भन्ने हाम्रो पूर्ण विश्वास छ। सुरेश तर्फ जान चाहन्छु। अहिलेको सरकारी सेवामा उहाँ अहिले 3 पुस्ता हामीसँग हुनुहुन्छ। एउटा यमन सर 56 सालदेखि नै र अहिले सहसचिव हुनुहुन्छ बिचको, र अहिलेको पुस्तामा सुरेशजी। यो 3टै पुस्तालाई हामीले सरकारी सेवामा पहुँचको बारेमा चाहिँ कस्तो अवस्था छ भन्ने कुरा लाँदैछु। र यसमा सुरेश सरको के छ अनुभव? अहिले चाहिँ जिल्ला अदालतमा तपाईँ कार्यरत भइरहँदाखेरि कस्ता चुनौती अवसरहरू सरकारी सेवामा प्रवेश गर्नेहरूको हेर्नुहुन्छ? हेलो, निकै नै सान्दर्भिक प्रश्न उठाउनुभयो सरले। अहिले लोकसेवाको जागिर भनेपछि लोकसेवा चाहिँ मैले बुझेको कुरो के छ, जागिर खाइसकेपछि खानु पूर्व चाहिँ जति चुनौती छैन त्योभन्दा बढी चुनौती चाहिँ खाइसकेको छ। म चाहिँ अदालतमा कार्यरत रहिरहँदाखेरि चाहिँ हाम्रो एउटा के रहेछ, जनअपेक्षा चाहिँ अलिकति छुट्टै किसिमको मनोभाव हामीमा सिर्जना हुन्छ कि हाम्रा गाउँ भेगका कोही एकजना कर्मचारी यदि कुनै अड्डामा हुनुहुन्छ भने त्यहाँ चाहिँ हामीले अनापेक्षित नहुने कुराहरूको पनि कल्पनाको सहयोग पाउने भावले चाहिँ पुग्नुहुन्छ। र अफिसमा चाहिँ मैले यहाँ धनुषामा सेवा दिएको करिब 7 महिना जति मात्र भएको छ। 7 महिनाका क्रममा चाहिँ करिब औसतमा 5-7 जना चाहिँ दैनिकी मैले परिचित भएका व्यक्तिहरूसँग मेरो भेटघाट हुन्छ र ती भेटघाटका क्रममा चाहिँ आउनेले चाहिँ सहयोगको अपेक्षा धेरै राख्नुहुन्छ। तर मैले चाहिँ ती सबैलाई चाहिँ सहयोग चाहिँ तपाईँले सरकारी सेवाबाट कसरी पाउनुहोस् भनेपछि विधिगत रूपले प्रक्रिया पुरा कसरी हुन्छ, ती प्रक्रियाका लागि आवश्यक कागजपत्रहरू के रहेछ, ती सबै कुराहरू पुरा गरेर आइसकेपछि चाहिँ तपाईले कुनै परिचयात्मक व्यक्तित्व लिएर चाहिँ अड्डा प्रवेश गर्नुपर्छ भन्ने कुरो चाहिँ मलाई लाग्दैन है। अनि त्यसपछि अब कार्यालय वास्तवमा भन्दाखेरि चाहिँ अदालत निकै चुनौतीपूर्ण कार्यालय रहेको छ, किनकि यस कार्यालयमा प्रवेश गरेका दुवै पक्ष चाहिँ मै ठिक छु र मैले नै न्याय पाउनुपर्छ भन्ने अपेक्षाका साथ कार्यालय प्रवेश गर्छ र परिचय भएको व्यक्ति यदि त्यस ठाउँमा छ भने चाहिँ मेरो तर्फबाट आफ्नो प्रयास गरिदिनुपर्छ भन्ने भाव राख्नुहुन्छ। तर मलाई चाहिँ कहीँ न कहीँ के लाग्छ भनेपछि यी भाव चाहिँ गलत हो। हामीले चाहिँ हाम्रा कार्यालयमा उपस्थित भएका जति पनि साथीहरू आउनुहुन्छ उहाँलाई चाहिँ मैले वास्तविकता के रहेछ ती कुराहरू बुझेर आफ्ना आवश्यक पर्ने कागजपत्रहरू के रहेछ त्यो लिएर आउनुहोस्। त्यसपछि चाहिँ तपाईको काममा चाहिँ कठिनाइ हुन्छ भन्ने कुरो जस्तो चाहिँ मलाई लाग्दैन। अब यो
सरकारी सेवा र तपाईँको गाउँको चर्चासँगै अब चाहिँ पछिल्लो पटक हजारौँ युवाहरूको अहिले आकर्षणको केन्द्र नै निजामती सेवामा प्रवेश गर्ने वा सरकारी सेवा संस्थान हो, निजामती होस्, शिक्षक होस् वा वाणिज्यतर्फ होस् भन्नेतिर प्रायःजसो युवाहरूको चाहिँ बढी आकर्षित भइराखेको छ, जसमा चाहिँ पछिल्लो पटक बटेश्वरले पनि यसमा चाहिँ फड्को मारिराखेको अवस्था छ। सहसचिवज्यू, तपाईँले यसलाई कसरी हेरिरहनु भएको छ? अब यसमा सर्वप्रथम हाम्रो लोकसेवा आयोग मार्फत सरकारी सेवामा प्रवेश गर्ने विषय हाम्रो लागि अहिले अपर्च्युनिटीको रूपमा आएको छ र मैले विशेष गरेर यहाँ युवाहरूलाई लक्षित गरेर मेरो जवाबलाई अलिकति केन्द्रित गराउन चाहन्छु। अहिलेको अपर्च्युनिटीको रूपमा अर्को के छ भनेदेखि सबै सार्वजनिक संस्थानहरूको परीक्षा पनि एकदमै अहिलेसम्म यदि नेपालमै एक मात्र विश्वास अझै पनि कायम गर्न सफल लोकसेवा आयोग मार्फत चाहिँ लिखित परीक्षाको एक्जाम हुन्छ र त्यसै मार्फत मात्र लिखित परीक्षा हुने भएको कारणले गर्दा त्यसलाई विश्वास गरेर, त्यसलाई डाउट नगरेर विश्वास गरेर चाहिँ सरकारी सेवामा प्रवेश गर्न सकिन्छ भन्ने विषय यहाँमा चाहिँ पुनः अनुरोध गर्न खोजेँ। किनभने कतिपयलाई चाहिँ त्यहाँ पनि सोर्सको चल्दो रहेछ भन्ने कुरा लाग्न सकेको हुनसक्छ या कतिपयले त्यो कुरालाई अपव्याख्याहरू पनि गरिरहेको हुन्छ होइन। त्यो र यसरी सरकारी सेवामा प्रवेश गरिसकेपछि तपाईँ हाम्रो रुचि र तपाईँ हाम्रो मेहनत, तपाईँ हाम्रो आफ्नो लकले गर्दा त्यहाँ प्रवेश गरिसकेपछि अब सरकारी सेवामा विभिन्न चुनौतीहरू जुन छ, यहाँ साथीहरूले केही विषयहरू राख्नुभयो, सुरुमा कठिन हुन्छ, अझ सेवा प्रवेश गरिसकेपछि थप कठिन हुन्छ र थप आफ्नो सरुवा व्यवस्थापनदेखि लिएर आफ्नो जिम्मेवारी व्यवस्थापन गर्न चुनौती विहीन त पक्कै पनि हुँदैन। र यसै सन्दर्भमा चाहिँ अब निजामती सेवामा विभिन्न किसिमका अब यसलाई चाहिँ फरक ढङ्गले व्याख्या पनि सुन्ने गरिन्छ। यो अब यी यस्ता अवस्थाका बावजुद पनि अब यहाँको प्रश्न चाहिँ थोरै आकर्षण लोकसेवा तयारी गर्ने वा सरकारी सेवामा प्रवेश गर्ने छ होइन, यसलाई कसरी चाहिँ तपाईँहरूले लिनु भएको छ? अब मैले मेरो आफ्नो ट्याक्सको नलेज भएको कारणले गर्दा मैले यसलाई चाहिँ उहाँले सोध्नुको क्वेसनलाई ट्याक्सतिर जोडेर त्यसपछि मैले एन्सर दिन खोजेँ। ट्याक्समा के भनिन्छ भने वर्ल्डको जुनसुकै कन्ट्रीमा पनि 4 किसिमको आम्दानी हुन्छ। हेर्नुहोस्, तपाईँ हामीलाई चाहिने, मैले विशेष गरी यो चाहिँ युवाहरूलाई नै अब फोकस गर्न खोजेँ। त्यहाँ चाहिँ एउटा चाहिँ व्यावसायिक आम्दानी हुनु पर्यो, अर्को चाहिँ रेम्युनरेसन इन्कम भन्छ, पारिश्रमिक आम्दानी, त्यो भनेको रोजगारीबाट प्राप्त हुन्छ, अर्को भनेको लगानी र अर्को भनेको आकस्मिक लाभ। कहिलेकाहीँ त्यो ठ्याक्क केही चिठा परिहाल्यो, त्यो भनेको आकस्मिक लाभ हो। अब यी 4वटा विकल्पमध्ये यदि अब सहज र अहिले हामीसँग पुँजी वा हामीसँग अलिकति अभावमा सहज भनेको लोकसेवा आयोग हो र यसले एउटा नेपालमा आफ्नो क्रेडिबिलिटी पनि साख पनि कायम गरिराखेको छ। त्यसले गर्दा चाहिँ र यसमा सरकारी सेवामा चाहिँ तपाईँ हाम्रो एउटा सरकारले पनि ट्रस्ट गरेर हामीलाई फङ्सनलिजको रूपमा हामीलाई विश्वास गर्ने भएको कारणले भर्खरै यहाँ यमन सरले एउटा लामो अनुभव, झन्डै 2-3 दशकको अनुभव सेयर गर्नुभयो। हामीलाई विश्वास गरिन्छ, पक्कै पनि त्यो विश्वास प्राप्त गर्नको लागि तपाईँ हामी बिच चाहिँ यो सरकारी सेवामा प्रवेश गर्ने माध्यम लोकसेवालाई विश्वास गर्नुपर्छ र हामीले त्यहाँ प्रवेश गरिसकेपछि चुनौती पनि पक्कै पनि छ, साथसाथै त्यहाँ एउटा इज्जत प्रतिष्ठा, तपाईँ हामी कमसेकम एउटा समाज सेवा गर्ने एउटा माध्यम, त्यहाँ बसेर तपाईँ हामीले आफ्नो समाजको लागि, आफ्नो देशको लागि केही गर्न सक्छौँ भन्ने एउटा सोच, एउटा विकास भएको हुन्छ। त्यसले गर्दा चाहिँ यसले हामी युवाहरूलाई चाहिँ आकर्षित गर्छ जस्तो लाग्छ मलाई। त्यति मैले यहाँ राखेँ। सुरेश सरलाई यही प्रश्न, पछिल्लो पटक जुन युवाहरूको सरकारी सेवामा पहुँच हुनुपर्छ भन्ने जुन उहाँहरूको चाहिँ मनसाय ध्येय छ, यसलाई तपाईँले कसरी लिनुहुन्छ? उहाँहरूको बाध्यता हो कि उहाँहरूको अवसरको लागि खोजी हो कि वा विकल्पको रूपमा लिइरहनु भएको छ? निकै नै राम्रो प्रश्न गर्नुभयो। मैले चाहिँ अघि आफ्नो यात्राको क्रममा मेरो लोकसेवा चाहिँ वास्तवमा कन्फ्युजनमै रह्यो भन्ने कुरा मैले राखेँ र त्यो कन्फ्युजन चाहिँ पूर्ण अर्थले आइदिएन। कन्फ्युजनमा पनि कहीँ लोकसेवाको यात्रा पुरा हुन्छ त भन्ने कुरो चाहिँ
हाइलाइटेड कन्फ्युजन वर्ड चाहिँ भयो, तर स्पष्ट चाहिँ भएन। मैले चाहिँ कन्फ्युजनलाई किन आफ्नोलाई लोकसेवा चाहिँ मेरो यात्रा कन्फ्युजन किन रह्यो भनेपछि मैले 66 सालमा एसएलसी उत्तीर्ण गरिसकेपछि म इन्जिनियरिङ गर्छु, डिप्लोमा गर्छु भनेर काठमाडौँ थापाथली पुगेँ। थापाथली पुगेर चाहिँ मैले डिप्लोमामा नाम निकालेँ, मैले स्कलरसिप कोटामा नाम निकालेँ, एडमिसन गराएँ, पुस मसानतिर गएर मेरो एडमिसन भयो। केही समस्याका कारणले गर्दाखेरि मैले चाहिँ त्यहाँ पढ्न पाइनँ। म चैतमा आएर जनकपुर फर्किएँ। जनकपुर फर्किएपछि के गर्छु भन्ने कुरो चाहिँ थाहै थिएन। अलिकति पढ्नमा राम्रो विद्यार्थी थिएँ, राम्रो विद्यार्थीले साइन्स पढ्नुपर्छ भन्ने एउटा कन्सेप्ट बनिसकेको छ, मैले साइन्स लिइहालेँ। जेठ महिनामा 11 कक्षाको परीक्षा हुने ठाउँमा मैले चैतमा आएर चाहिँ आफ्नो एडमिसन गराएँ। एडमिसन गराइसकेपछि +2 सकायो। +2 सकाएपछि मेडिकल गर्ने, इन्जिनियरिङ गर्ने, के गर्ने केही थाहा नै थिएन। त्यसपछि केही गर्ने सिक्न लागेपछि मैले बिएससी सकाएँ। अब बिएससी सकाइसकेपछि एउटा हाम्रो यतातिरको के रहेछ, साइन्स पढेकाले चाहिँ साइन्स पढाउनुपर्छ भन्ने कुरा एउटा चाहिँ एवारनेस जस्तो फैलिसकेको छ। त्यसपछि मेरो यात्रा शिक्षणतर्फ डोरिँदै गयो। अब शिक्षण पेसामा गइसकेपछि उमेर अलिकति बढिसकेपछि हामीमा चाहिँ के हुन्छ, एउटा अभिभावकत्वको चाहिँ दायित्व बढ्न थाल्छ, जसले गर्दाखेरि आफ्नो क्यारियर कसरी बनाउनु भन्दा पनि आफ्नो परिवार चाहिँ कसरी लानुपर्छ भन्ने हामी केटामाथि चाहिँ अलिकति बढी दबाब हुन्छ। त्यसले गर्दाखेरि मेरो अधिकांश समय चाहिँ शिक्षण पेसामै रह्यो। त्यसपछि मैले विभिन्न पेसाहरू परिणत गरेँ। परिणत गरिसकेपछि मैले आफ्ना जीवनमा गर्न सकिने सबै किसिमका काम गरेँ, तर लोकसेवाको परीक्षा चाहिँ जीवनमा कहिले दिएकै थिइनँ। मनमा एउटा के अठोट लाग्यो भनेपछि कहिले परीक्षा दिएको छैन, उमेर कटिसकेपछि भोलि गएर मनमा एउटा आत्मग्लानि रहला, लोकसेवाको परीक्षा दिएन। परीक्षा दिएको छ, पहिलो पटकमै उत्तीर्ण भएको छु, जसमा मैले फर्स्ट पेपरको मलाई पिटिकै ज्ञानै थिएन। जिकेबाट मलाई केही ज्ञान नभए पनि मेरो पढाइ र मेरो शिक्षणको अनुभवले चाहिँ मलाई आइक्यूले सपोर्ट गरेर मैले पहिलो पत्र पास गरेँ। सेकेन्ड पेपरमा चाहिँ कन्फ्युजनमा मैले किन भनेको चाहिँ फर्स्ट पेपर ज्ञान नभइकन पास गरिसकेपछि दोस्रो पथ चाहिँ कसरी पढ्नुपर्छ भन्ने कुरो चाहिँ निकै चुनौतीपूर्ण रहन्छ, किनकि त्यस समयमा तपाईसँग तयारीको समय पनि कम रहन्छ। त्यसमाथिबाट चाहिँ कसरी गर्ने कुरो भन्ने कुरो थाहा छैन भनेपछि झनै गाह्रो हुन्छ। अब यसमा आकर्षणको विषय कुरो भन्दाखेरि चाहिँ मैले खास गरेर के बुझे हो, लोकसेवा भन्ने विषय चाहिँ शब्द चाहिँ एउटै छ, तर यसको परिभाषा चाहिँ सबैले अलग अलग किसिमले निकालेको छ। जस्तै लोकसेवा चाहिँ कतिजनाले म सरकारी स्थायित्व जागिर खान्छु, मेरो जागिर सुरक्षित रहन्छ भन्ने सोचले खाएको हुन्छ। कसैले म एउटा आफ्नो पहिचान बनाउँछु भनेर चाहिँ त्यो जागिरतिर प्रवेश गरेको हुन्छ। तर मेरो एउटा व्यक्तिगत बुझाइ के रहेछ भनेपछि तपाईले यदि आफ्नो पूर्ण परिचय बनाउन चाहनुहुन्छ भने त्यसको लागि लोकसेवा चाहिँ एकदम सहज बाटो रहेको छ। जस्तै तपाईले मैले बीएससी पास गरेको छु, एमएससी पास गरेको छु, एमए इकोनोमिक्स पढाएको छु, यो पढाएको छु, त्यो पढाएको छु भन्दा पनि चाहिँ तपाई वास्तवमा के हो भन्ने कुरो चाहिँ खुल्न सकिदैन। तर तपाईले लोकसेवा पास गरिसकेपछि म फलानो ठाउँको एउटा यो पदमा कार्यरत छु भनेर चाहिँ तपाईले आफ्नो परिचयलाई चाहिँ पूर्ण रूपमा बनाउन सक्नुहुन्छ। अर्को कुरो, तपाईले समाजमा एउटा प्रतिष्ठित रूपमा आफ्नो नाम यदि कायम गर्न चाहनुहुन्छ भने निकै छोटो समयमा एउटा सफलता हासिल गर्ने माध्यम चाहिँ मेरो हिसाबले लोकसेवा रहेको छ। तपाईले 3 महिना वा 6 महिनाको अध्ययन गरेर चाहिँ एउटा आफ्नो परिचय कायम गर्न सक्नुहुन्छ। तर त यहाँ बच्चा जन्मिन 9 महिना समय लाग्छ। 9 महिनापछि जन्मिएको बच्चालाई हिँड्न 1 वर्ष 2 वर्ष लाग्छ, स्कुलिङ गर्न 10 वर्ष 12 वर्ष लाग्छ, +2 पास गर्छ। त्यति गरिसके तापनि उसको परिचय चाहिँ पुरा रहँदैन। तर 6 महिना र 1 वर्षको पढाइले चाहिँ तपाईको जीवनलाई एउटा सार्थक अर्थ दिने यदि कुनै माध्यम रहेको छ भने त्यो चाहिँ लोकसेवा रहेको छ भन्ने कुरा मेरो चाहिँ धारणा रहेको छ। धन्यवाद। हामीसँग समय पनि एकदमै ब्यान्डेड छ, यसमा चाहिँ अब समय हाम्रो एकदम निकै कम छ। म पछिल्लो पटक जुन सरकारी सेवामा विद्यार्थीहरू युवाहरूको जुन पहुँच भइराखेको छ, उहाँहरूको जुन कसरत छ, प्रयास छ, यसलाई कसरी लिनुहुन्छ, यसको अवसर चुनौती के छ? यमन सर। धन्यवाद सर। अब हाम्रो पटेश्वर गाउँपालिकामा पहिला त औँलामा गरिन्थे निजामतीमा प्रवेश भएका साथीहरू, तर अहिले जोस् हाम्रा
यो बटेश्वरको साथीहरूले न्युजहरू निकालिरहेको हुन्छ, हेरिरहेको हुन्छु पत्रिकामा, धेरै नै उत्सुकता र उसको साथ भेट्छ। वास्तवमा भन्नु हो भने सर यो निजामती कर्मचारी लोकसेवामा बडा जानु सजिलो छ, तयारी गर्नुपर्छ। तर अन्य सङ्घ संस्था दुनियाँ जहानमा चाहिँ पावर र प्रपर्टीको कुरा आउँछ भने लोकसेवा नै एउटा यस्तो माध्यम हो जस निष्पक्षताका साथ अन्तर्वार्तादेखि लिएर लिखितदेखि लिएर हरेक चिज, पहिला त अलि यसो हुन्थ्यो पनि जुन पहिलाको अवस्थामा, तर अहिलेको अवस्थामा लोकसेवा निष्पक्षताका साथ भइरहेको जस्तो लाग्छ मलाई। अहिलेको अवस्थामा जस्तै फर्स्ट पेपर सेकेन्ड पेपर यसै किसिमले अन्तर्वार्ता हरेक चिजमा निष्पक्षता साथ भइरहेको अनुसार जुन हाम्रो यहाँका बटेश्वरका युवाहरू तथा अन्यहरू जुन लोकसेवातिर लागेको छ, जुन उत्सुकता देखाइरहेछ, अलि सहजता र अलि राम्ररी मेहनत गरिदियो, टाइम टेबल सिलेबस बुझेर सिलेबसलाई अध्ययन गरेर यदि समय दिएर पढ्नतिर अध्ययनतिर दियो भने जसले गर्दाखेरि सहजता रूपले भाइले भने नि 6 महिना यदि कन्टिन्यू आरामले मजाले त्यसैतिर एट्र्याक्सन समय निकालेर सेड्युल बनाएर पढ्यो भने अवश्य पनि लोकसेवा पास गर्न सकिन्छ जस्तो लाग्छ मलाई। हजुरले तयारी गरिरहँदाखेरि कसरी पढ्नुभयो त्यो समयलाई र पढाइलाई या कामलाई पनि? तपाईँ त फेरि यता करारमा पनि काम गरेको भन्ने अनुभव सुनाउनु भयो, कसरी समयलाई म्यानेज गर्नुभयो? अब हाम्रो समयमा भनेपछि मैले बेग परीक्षाद्वारा दिएको, लिखित हाम्रोमा हुन्थेन, लिखित भन्ने कुरै थिएन, बेग परीक्षा र अन्तर्वार्ता। बेग परीक्षा गर्दाखेरि म प्रत्येक दिन बिहान 1 घन्टा र बेलुका 1 घन्टा म इन्स्टिट्युट बाहेक आफ्नो बेग परीक्षा आफ्नो स्पिड, मेरो स्पिड भनेको तपाईँको फर्स्ट टाइम तपाईँको के भन्छ टाइपिङ स्पिड फर्स्ट टाइम दिँदाखेरि 35 थियो, मैले 45 सुब्बा हुन्थ्यो खरदारको हुन्थ्यो, तर मैले 40 ल्याएँ। 5 स्पिड मेरो पुगेन। 5 शब्दको स्पिड पर के भन्छन् तपाईँको मिनेटमा यति शब्द हान्नुपर्ने भन्ने स्पिड हुन्थ्यो। त्यसै क्रममा मैले त्यो स्पिड फर्स्ट टाइममा स्पिड पुगेन। नपुगेको काण्डमा दोस्रोपल्ट मैले खरदारको तयारी गर्दाखेरि मैले 60मा सुब्बा हुन्थ्यो, 55 निकालेँ, 5 त्यति बेला पनि पुगेन। र तेस्रो पटक मैले सुब्बाको दिँदाखेरि जब 60 हुन्थ्यो भने मैले 75 शब्द 1 मिनेटमा हानेर मैले उत्कृष्ट पहिलो नम्बरमा सुब्बामा निकालेको बडुवामा। सुरेशजी पछिल्लो पटकको पुस्तामध्ये पर्छ जो चाहिँ सरकारी सेवामा प्रवेश गर्नुभएको छ, यो प्यानलमा हाम्रो हुनुहुन्छ उहाँ। तपाईँले कसरी तयारी गर्नुभयो क्लासहरू जसले चाहिँ तपाईँलाई छिट्टै सफलता हासिल गर्नलाई सजिलो भयो? लोकसेवाको चाहिँ मैले पहिला पनि जसरी भने लोकसेवाको चाहिँ सहजै छिटो नाम निकाल्न सकिन्छ भनेर चाहिँ मैले करिब 45 दिनको मेहनतमा चाहिँ आफूलाई मैले खुल्ला कोटामा चाहिँ नाम राख्न सफल भएको थिएँ। र यो 45 दिनको अवधिमा पनि प्रयास गरियो भने चाहिँ जागिर खान सकिन्छ भन्ने कुरा मेरो विश्वास मात्र होइन, मैले पाएको सफलताले पनि मैले आफूलाई चाहिँ बुझाएको छु र यो मेरो यात्रा अहिले चलि नै रहेको छ। यसलाई चाहिँ तपाईले अध्ययन गर्दाखेरि मेरो अनुभव चाहिँ के थियो भनेपछि 45 दिनको पढाइका क्रममा चाहिँ सायद एक दिन पनि यस्तो थिएन होला कि म भन्दा पहिला मेरो गुरु क्लासमा प्रवेश गर्नुहुन्थ्यो होला। तर मैले जीवनयापन गर्ने क्रममा अरू कुनै पनि काम गर्दाखेरि समयमा चाहिँ सायदै पुग्यो होला, तर पढाइको क्रममा चाहिँ म भन्दा पहिला मेरा गुरु क्लास कहिले नि प्रवेश गर्नुभएको थिएन। 45 दिनको समय अवधिमा मेरो फोन स्विच अफ थियो, फेसबुक चल्दैन थियो, व्हाट्सएप चल्दैन थियो, मेरो मोबाइलमा चल्ने भनेको जम्मा 2टा कुरा गुगल र युट्युब मात्र थियो, जसमा लोकसेवाका सामग्री मात्र रहेको थियो। 45 दिनको समय अवधि मैले पढ्दाखेरि चाहिँ मैले घरमा रियरली 2 पटक या 3 पटक मात्र कुरा गरेको थिएँ। त्यही बीचमा दीपावली र छठको पनि पर्व थियो, मैले ती 2 पर्व पनि एटेन्ड गरेको थिइनँ त्यो बेलामा। र अर्को कुरो चाहिँ मैले के बुझाएपछि लोकसेवा पास गर्नको लागि चाहिँ ज्ञान हुनु पर्दैन, लोकसेवा पास हुनको लागि लक्षण हुनुपर्छ। जस्तै तपाईले आजसम्म कुनै पनि व्यक्ति विद्यार्थीले यदि लोकसेवा पास गरेछ भने त्यो व्यक्ति अनुशासित होला भन्ने कुरा तपाईले यो लक्षण सबैमा पाउनुहुन्छ। जोसुकै विद्यार्थीले लोकसेवा पास गरेछ भने त्यो विद्यार्थीले निरन्तर प्रयास गरे होला भन्ने कुरा एउटा साझा गुण रहेको छ। जोसुकै विद्यार्थीले लोकसेवा पास गरेछ भने त्यो विद्यार्थीमा धैर्यता होला।
जोसुकै विद्यार्थीले यदि लोकसेवा पास गरेको छ भने त्यसमा विनम्रताको गुण अवश्य छ होला। यदि यी सबै गुण राखेर कुनै विद्यार्थीले लोकसेवा पढ्न सुरु गर्छ भने 45 दिनको अवधिमा पनि लोकसेवा पास गर्न सकिन्छ भन्ने कुरा मेरो अनुभवले चाहिँ बताउँछ। धन्यवाद। अब हामी चाहिँ पब्लिकतर्फ पनि जान्छौँ प्रश्नको लागि र त्योभन्दा अगाडि चाहिँ सहसचिवज्यूलाई तपाईँले शाखा अधिकृतदेखि सहसचिव र अहिलेसम्मको दरमियानमा धेरै परीक्षाहरू एटेन्ड गर्नुभयो होला, हेर्नुभयो होला, कसरी विद्यार्थीहरूले तयारी गर्नुपर्छ जसले चाहिँ लोकसेवा या अन्य आयोगहरूको सेवाहरूको तयारी गरिरहनु भएको छ, समयलाई, आफ्नो कामलाई र पढाइलाई कसरी निरन्तरता दिन सकिन्छ तपाईँको अनुभव? धन्यवाद सहजकर्ता। अब यो प्रश्न वास्तवमा मैले चाहिँ विशेष गरेर लोकसेवा आयोग तयारी गर्ने साथीहरूलाई लक्षित गरेर यसको जवाबलाई केन्द्रित पार्न चाहन्छु। साथी हो, यदि यो क्वेसन यदि तपाईँले चिनेका जतिसुकैलाई सोध्नुहुन्छ, यहाँ हामी त एउटा केही प्रतिनिधि पात्र मात्रै हो, सबैको एन्सर चाहिँ फरक फरक आउँछ होइन। तर मेरो भनौँ 69 सालमा चाहिँ अफिसर पास गरेर लाग्छ 80मा चाहिँ उपसचिव पास गरेको थिएँ र 81मा मेरो सहसचिव रूपमा नियुक्ति भयो। यो बिचमा मैले 13 वर्षको मेरो लोकसेवाको यात्रा, निजामती सेवाको यात्राको क्रममा मैले चिने जानेका साथीहरू र मैले अहिलेसम्मको प्राप्त गरेको अनुभवको आधारमा चाहिँ मैले के बुझ्छु जस्तो यहाँ सुरेश सरले चाहिँ 45 दिन भन्नुभयो। साथीहरू त्यसलाई 45 दिन मात्र नपुगिदिनु होला, उहाँले 45 दिन अङ्क भन्नुभयो। तर उहाँको +2 ब्याचलर र त्यो गर्दै गर्दाखेरि उहाँको उतार चढाव, त्यो अनुभव, त्यो उहाँले खाएको जुन भन्नुभयो नि, उहाँले अब घरमा विभिन्न खालका ब्याचलर सकिएपछि या मास्टरी सकिएपछि विभिन्न खालको त्यतिखेर दबाबहरू आउन थाल्छ, त्यो अनुभव ती सबैले गर्दा उहाँलाई एउटा तिखो सार्प ब्रेन बनाएको थियो होइन। र त्यसले गर्दा उहाँले विकल्पको रूपमा एकदमै डिटरमाइन्ड भएर उहाँले लोकसेवातिर सोच बनाउनु भयो। त्यसले गर्दा 45 दिन भनेपछि र मैले 2 महिना भनौँ या 3 महिना भनौँला होइन, यो मात्रै होइन। यदि मैले 2 महिना तयारी गरेको थियो भने मेरो मास्टर डिग्रीसम्मको तयारी मेरो के त्यो तयारी मेरो लोकसेवाको लागि इनपुट भएन र त्यसले गर्दा चाहिँ साथी कमसेकम यो 45 दिन 50 दिन तपाईँहरूले सुने तापनि के चाहिँ सुनिदिनु होला भने 45 दिनभन्दा पहिलाका अध्ययनहरूले गर्दा पनि हामी यहाँ कोही हाम्रा गार्जियनसँग गफ गरिरहेका हुन्छौँ या कोहीसँग बाटोघाटो, इभन हामी यहाँ तरकारी बजारमा गइरहेको छौँ, तरकारी बजारमै पनि सौदाबाजी चलिरहेको हुन्छ। त्यही क्वेसन हाम्रो लोकसेवा आउने हो। मैले यहाँ अब्जेक्टिभ भन्दा पनि मैले सब्जेक्टिभ क्वेसनतिर अलिकति त्यसको बारेमा, किनभने यहाँ सौदाबाजी जुन चलिरहेको हुन्छ, गिभ एन्ड टेक चलिरहेको हुन्छ, त्यसै कारण यहीँ विवाद हुन्छ, झन्झट हुन्छ, त्यहाँनिर झन्झट हुन्छ, अहिले आउँ ढकियाले राख्यो त्यो यो राख्यो भनेर त्यो झन्झट जुन चलिरहेको हुन्छ त्यही क्वेसन त्यहाँ कन्फ्लिक्ट म्यानेजमेन्ट भनेर सोध्ने हो। र यहीँको हाम्रो समाजमा हाम्रो बिचको वातावरणमा भए गरेका कुराहरूलाई एन्सरको रूपमा लेख्न सक्यो भने यो कन्फ्लिक्ट म्यानेजमेन्ट त मैले पढेको रहन्छु भनेर कतिपय धेरै क्यान्डिडेटहरू निस्किन्छन्। तर यदि त्यही कुरालाई सम्झेर लेख्न सक्यो र आफूलाई त्यहाँ 3 घन्टा भनौँ 3 घन्टा एक्जाम छ भने त्यो 15 वर्ष 16 वर्ष गरेका तयारीभन्दा पनि त्यो 3 घन्टा चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ र त्यसलाई सहज ढङ्गले यदि व्यवस्थापन गर्न सकियो भने यदि त्यहाँ हामीले हाम्रो अनुभव, हाम्रो इनपुटलाई त्यहाँ राख्न सक्यो भने मूल्याङ्कन हुने त त्यही 3 घन्टा हामीले लेखेका एन्सर सिट न हो। अदरवाइज त तपाईँ हाम्रो मुहार हेरेर लोकसेवाले त पक्कै पनि त्यहाँ इभ्यालुएसन गर्दैन। त्यसले गर्दा चाहिँ म एकदमै सर्टकटमा चाहिँ लास्टमा म 4-5 वटा पोइन्ट राख्न चाहन्छु साथीहरूलाई। पहिलो कुरा त अब लोकसेवा अलिकति सोच बनाउनु भएको साथीलाई र सकेसम्म रोजगारीको रूपमा वैदेशिक रोजगारी त एउटा अप्सन छँदैछ, तर त्यसभन्दा बेटर विकल्पको रूपमा हाम्रो आफ्नो समाज, हाम्रो आफ्नो सरकार, हाम्रो आफ्नै राज्यलाई रूपान्तरण गर्नको लागि हामी युवा प्रवेश गर्नुपर्छ। र हामीले पहिलो कुरा चाहिँ हामी आफैले अन्डरस्ट्यान्ड योरसेल्फ भन्छु म प्रायः जसो, किनभने हामीले आफैलाई चिन्नु पऱ्यो, म गर्न सक्छु भन्ने खालको आफूभित्र के सामर्थ्य छ भन्ने कुरा बुझ्नु पऱ्यो। त्यसपछि आफ्नो इन्ट्रेस्टलाई कतातिर मेरो इन्ट्रेस्ट छ त, किनभने यो अब लोकसेवा भन्ने बित्तिकै ठ्याक्क मैले लोकसेवा मात्र भन्दै गर्दाखेरि यसमा शिक्षक सेवा आयोगलाई पनि मैले जोड्न चाहन्छु। यसलाई अन्यथा नलिनु होला, किनभने त्यो पनि सरकारी सेवा नै हो, संस्थानहरू पनि सरकारी सेवा हो। त्यसले गर्दा चाहिँ मेरो इन्ट्रेस्ट कता छ त, शिक्षणतिर छ कि, इभन निजामतीतिरै छ भने पराष्ट्र छ कि, राजस्व छ कि, लेखा छ कि, या अन्य सेवाहरू छ कि, कृषि हुनसक्छ, इन्जिनियरिङ हुनसक्छ। आफ्नो इन्ट्रेस्ट र आफ्नो क्वालिफिकेसनले मिट हुने गरी त्यतातिर केन्द्रित पारेर आफ्नो तयारी अगाडि बढाउनु पऱ्यो। र पहिलो कुरा विश्वास आफैलाई गर्नु पऱ्यो, ट्रस्ट योर सेल्फ। त्यसपछि बल्ल चाहिँ अरूले ट्रस्ट गर्ने हो नि त।
हामीलाई हाम्रो नाम कतिखेर निस्किन्छ जब चाहिँ त्यो मूल्याङ्कनकर्ताले हामीलाई ट्रस्ट गर्छ होइन योसँग केही न केही छ है अरूभन्दा पृथक छ है भन्ने कुरा उसलाई जब फिल हुन्छ त्यसपछि बल्ल हामीले राम्रो इभ्यालुएसन पाउँछौँ। अनि त्यसपछि ट्रस्ट आफूलाई गरिसकेपछि हामी चाहिँ दृढ भएर चाहिँ तयारीमा लाग्नु पर्यो। स्टे डिटरमाइन्ड भन्छु म होइन। अनि त्यसपछि चाहिँ हामीले हाम्रो तयारी प्रिपेरेसन प्र्याक्टिस र टेस्ट अब तयारी मात्रै गरेर हुँदैन र एकैचोटि पास नहुन पनि सक्छौँ। त्यसले गर्दा चाहिँ आफ्नो प्र्याक्टिस चाहिँ गरिराख्नु पर्यो र अरू मार्फत चाहिँ इभ्यालुएसन चाहिँ हुनुपर्छ। किनभने हामीले तयारी गर्दै गर्दाखेरि हामी राइट ट्र्याकमा छौँ कि छैनौँ भन्ने कुरा चाहिँ इभ्यालुएसन कतै मक टेस्ट कतै अनलाइन मार्फत गर्ने अहिले टेस्टहरू हुन्छ होइन या आफूले चिन्जानेलाई अनलाइनबाटै पठाएर भए पनि इभ्यालुएसन गराउने त्यसपछि चाहिँ अब इएसएलाई चाहिँ सेल्फ इम्प्रुभमेन्ट गर्दै जाँदै गर्दाखेरि चाहिँ हामी पक्कै पनि पास हुन सक्छौँ। पास भएन भने अर्कोचोटि बेटर लर्निङका साथ बेटर अन्डरस्ट्यान्डिङका साथ हामी फेरि पुनः पनि एक्जाम दिन सक्छौँ। त्यसले गर्दा चाहिँ साथी यो 40-45 दिन या भनौँ मैले 17 डेज भन्नुला होइन यो यति मात्रै नभएर समग्रमा जस एउटा लामो प्लानका साथ र आफूमाथि विश्वास गरेर आफ्नो तयारीलाई गहिरो पारेर सफलता प्राप्त गर्नुहुनेछ भन्ने अपेक्षासहित यहाँ विशेष गरेर लोकसेवा तयारी गर्ने साथीहरूलाई मैले यति कुरा राखेँ। धन्यवाद। हामी माझ हुनुहुन्छ अहिले सहसचिव जो चाहिँ महालेखा परीक्षकको कार्यालय अन्तर्गतको प्रादेशिक लेखा परीक्षण महानिर्देशनालय लुम्बिनी प्रदेश प्रमुखको रूपमा रामप्रकाशजी हुनुहुन्छ। बिचमा हुनुहुन्छ सुरेश शाहजी खरिदार हुनुहुन्छ र उहाँ चाहिँ जिल्ला अदालत धनुषामा कार्यरत हुनुहुन्छ। यमन सुन्दर श्रेष्ठ उहाँ चाहिँ इलाका प्रशासन कार्यालय बर्दी निवासमा प्रमुख हुनुहुन्छ। पछिल्लो समय आउनुभएका युवा साथी हाम्रा चाहिँ दर्शकहरूलाई यो जानकारी गराएँ र अब यहाँ फ्लोर ओपेन गर्न चाहन्छु। यसमा चाहिँ हाम्रो 3 जना हुनुहुन्छ अतिथिज्यूहरू। उहाँहरूबाट चाहिँ केही प्रश्न जिज्ञासा सोध्ने इच्छा भयो वा सरकारी सेवामा पहुँच बढाउनको निम्ति होस् वा यसका अवसर चुनौती के हुन सक्छ भन्ने विषयलाई सेरोफेरो राखी प्रश्न हामीले सोध्न सक्छौँ। यो अहिलेको लागि यो चाहिँ खुल्ला हामीले गर्न चाहन्छौँ। हजुर सुनिल सर डाक्टर साहब हात उठाइरहनु भएको छ। डाक्टर सुनिल सिंह उहाँले यो लोकसेवाको बारेमा सबै कुराहरू एकदम राम्ररी एक्सप्लेन गर्नुभयो। एकदम हामी त्यसबाट सन्तुष्ट छौँ। अनि अर्को कुरा हामीले लोकसेवा तयारी किन गर्ने होइन लोकसेवा किन जानु पऱ्यो त्यसलाई चाहिँ अलि चाहिँ अझै स्पष्ट रूपमा बुझाइदिनको लागि चाहिँ म एकचोटि आग्रह गर्छु। प्लस अब लोकसेवा जानुको डिफ्रेन्ट कारणहरू हुनसक्छ। एउटा पैसा कमाउनको लागि एउटा भयो होइन त्यो चाहिँ अब लोकसेवा भन्दा हामी विदेश गएर पनि अब त्योभन्दा बढी कमाउन सक्छौँ होइन। अर्को चाहिँ एउटा इज्जत समाजमा पाउनको लागि त्यो भयो। अर्को चाहिँ के भयो भने एउटा पावरको लागि म पावरफुल छु होइन पुरै अब मलाई यसले पावर दिन्छ भनेर त्यो कुरा भयो। अरू डिफ्रेन्ट कुराहरू छ उहाँहरूलाई झन् अब उहाँहरूले अब काम गरिराख्नु भएको छ। त्यही भएर चाहिँ उहाँहरूलाई चाहिँ त्यसको बारेमा अझै डिटेलमा थाहा होला। अब डिफ्रेन्ट कुराहरू किन जानु पर्यो हामी लोकसेवामा त्यो चाहिँ हाम्रो सबै दर्शक र मेन चाहिँ जुन चाहिँ गर्न खोजिरहेछ उनीहरूलाई चाहिँ सम्झाइदिनको लागि आग्रह गर्छु। किनभने यो कुरा इम्पोर्टेन्ट छ। जसलाई चाहिँ चाहना हुन्छ होइन लोकसेवाको चाहना हुन्छ के को लागि चाहना छ त्यो स्पष्ट भयो भने तिनीहरूले आफै गर्न सक्छ क्या। त्यो तिनीहरूलाई चाहिँ चाहनाको अगाडि चाहिँ कम्पिटिसनको नोडल छ। चाहना धेरै इच्छा शक्ति धेरै छ भने त्यसबाट चाहिँ आफै त्यो लोकसेवाको नाम निस्किन्छ। अनि यसको चाहिँ इच्छा जगाइदिनको लागि के को कारणले गर्दा चाहिँ हामीले चाहिँ लोकसेवा चाहिँ प्रिपेयर गर्नुपर्ने हुन्छ त्यसलाई चाहिँ एकदम छोटकरीमा बुझाइदिन म आग्रह गर्दछु। धन्यवाद। धन्यवाद वक्ताज्यूहरू सहकार्ताज्यू। आज हामी हेर्दाखेरि चाहिँ उपस्थिति धेरै कम छौँ तर सही रूपमा भन्यो भने बटेश्वर युवा सञ्जाललाई धन्यवाद दिनुपर्छ। यस्तो राम्रो कार्यक्रम बटेश्वर मन्थन कार्यक्रम हामी चाहिँ गाउँमा चर्चा गरेर गरेको छौँ र विज्ञहरूलाई ल्याएर हामीले कुरा गरिरहेका छौँ। यस्तो रूपमा मेरो विषय खास गरी मैले इन्ट्रेस्ट त थियो केही धेरै राम्रो कुरा सहसचिवजीबाट आयो एकदमै राम्रो कुरा आयो
वास्तवमा विद्यार्थीहरूलाई जुन लोकसेवा प्रिपरेसन गर्नको लागि चाहिँ एउटा वातावरण सृजना गरेदेखि पठन पाठनदेखि लिएर लास्टमा गएर एउटा चाहिँ जति दिन दिन्छौँ त्यो दिन कन्सन्ट्रेसन गरेर हामीले त्यसमा चाहिँ लाग्नुपर्ने हुन्छ। तर अहिलेको कन्टेक्स्टमा हेर्दाखेरि म यहाँ तिनैजनासँग म आग्रह गर्न चाहन्छु कि जवाफ माग्न चाहन्छु, आफ्नो उसबाट भनिदिनु होला। हाम्रा बटेसर गाउँपालिकामा अहिलेको कन्टेक्स्टमा पुरुष युवाहरू मजाले लोकसेवातिर चाहिँ अलिकति राम्ररी गइरहेको अवस्थाहरू चाहिँ वातावरण बनिरहेको अवस्थाहरू छ। तर हाम्रा महिला युवाहरू बहिनीहरूबाट चाहिँ फिमेलहरूको पार्टिसिपेसन उतातिर अलिकति त्यति राम्ररी आइरहेको छैन। र यतिकै हेर्दाखेरि पनि हामी हेऱ्यौँ भने चाहिँ कुनै सोसल एक्टिभिटिज हुन्छ, त्यहाँ एक्टिभिटिजमा महिलाहरूको उपस्थिति र यसरी हामीले अहिले जुन बटेसर मन्थन कार्यक्रम पनि गर्दैछौँ, यहाँ पनि त्यस्तो महिलाहरूको उपस्थिति र बनाउनको लागि सामाजिक रूपमा चाहिँ सहभागिता गराउन र विशेष गरी लोकसेवा आयोगमा उहाँहरूको चाहना कसरी अगाडि बढाउने हो त्यसलाई चाहिँ प्रश्न पार्नु होला, ताकि चाहिँ हामी यस्तो किसिमको वातावरण बनोस्। हस्, धन्यवाद। हमर प्रश्न सबको से खाली लोकसेवा पर चर्चा थे कि यहाँ से PhD करबे गयो लोकसेवा पर संगे संगे लोकसेवा प्रति यहाँ सब पढ़ के चल जाए तो खाली कर्मचारी भक ऑफिस में सेवा दै छिए, गाँव में आए पड़ोसिया पड़ोसिया में केला सेवा दिया सकल से अभी तक लोग सब पढ़ के लिए चाह रहा है। कते दिन से जैसे लोकसेवा के कई दिन क्लास चलो सैठ गया घरे गया सुत रहा हरा गया भुतला गया। ये चीज के अगर सरकार बटेसर गाँव पालिका में निरंतर 12 महीना है ना लोग सबके बीच में क्या चलते कौन जड़ी बूटी कौन उपाय कौन बल फूल के तेल औषधि से लगभग चलते रहते ये चीज के वातावरण बना दे हमारे अपेक्षा क्या बनते यहाँ से उपाय खोजिदियो। धन्यवाद। अब अहिलेसम्म आइसकेको प्रश्नहरूलाई म यता जोड्न चाहन्छु अतिथिज्यूहरूलाई। लोकसेवामा वा परीक्षा सरकारी सेवामा विद्यार्थीहरू प्रवेश गर्न चाहन्छ, किन? सेवाभाव, पेसा वा अन्य केही कारणहरू हुन सक्छ जसले गर्दाखेरि समाजमा परिचित गराउनलाई उहाँलाई सहज होस् कि नभए रुपैयाँ पैसा मात्रै हो भने अहिले त धेरै युवाहरू युरोपतिर बढी चाहिँ र खाडी देशतिर आकर्षित भइरहेछ भने हाम्रो यो बटेश्वरको जुन किसान वर्गको छोराछोरीहरू हुनुहुन्छ उहाँहरूले किन चाहिँ लोकसेवा नै छान्नुपर्ने, छनौट गर्नुपर्ने, सरकारी सेवामा जानुपर्ने? सहसचिवज्यूबाट म यो प्रश्नको अपेक्षा गरेको छु। धन्यवाद। हाम्रो डाक्टर साहब सुनिल सरले उहाँले पनि एकदमै क्लियर पारिदिनु भयो। यसले छोटो टाइममा पक्कै पनि हामी आफ्नो जीवनयापन गर्नको लागि हामीले आयोजन गर्नुपर्छ र त्यसलाई त्यसको एउटा सोर्सको रूपमा हामीले जागिर गर्नुपर्छ र जागिरमध्ये एउटा विकल्प भनेको सरकारी सेवामा पनि जागिर गर्न सक्नुहुन्छ है, प्राइभेट सेक्टरमा, सरकारी सेवामा। र अर्को कुरो सरकारी सेवामा एउटा चाहिँ तपाईँ हामीले राज्यको लागि हामीले कार्य गर्न सक्छौँ प्रत्यक्ष रूपमा, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सबैजनाले गरिराखेकै हुन्छ र त्यो अवसर त्यो हामी लाइसेन्स रूपमा हामीले त्यो अधिकार त्यो अख्तियार प्राप्त गर्छौँ। त्यो पक्कै पनि राज्यले विश्वास गरेको कारणले गर्दा तपाईँ हामीले त्यसलाई चाहिँ सरकारी सेवामा त्यसलाई आकर्षणकै रूपमा मान्नुपर्छ। र अर्को कुरो भनेको अब उहाँले जुन पावर भन्नु अघि हाम्रो यमन सरले भन्नुभएको थियो, पक्कै पनि नेपाल गभर्मेन्टको पावर भनेको क्याबिनेटमै हुन्छ, क्याबिनेटबाट चाहिँ मन्त्रीमा जाने हो, मन्त्रीबाट चाहिँ सचिवहरूलाई जाने हो, सचिवबाट विभाग प्रमुख, त्यसरी गर्दै गर्दै कार्यालय प्रमुख र त्यसपछि चाहिँ अफिसरहरू या ती बेन्च डेस्कमा कार्यरत कर्मचारीमा जाने भएको कारणले त्यसरी पावर पनि डेलिगेट हुँदै जाने हो। र अर्को कुरो चाहिँ किन गर्ने भनेपछि अब तपाईँ हामीले तिनवटा यो क्यापिटल गेनलाई चाहिँ के अरे आकस्मिक लाभलाई बिर्सेपछि कि त बिजनेस गर्नु पऱ्यो, कि त जागिर गर्नु पऱ्यो, कि त लगानी गर्नु पऱ्यो। लगानी तेस्रो बाटैमा आए, लगानी गर्नलाई त हामीसँग केही न केही पुँजी हुनुपर्छ होइन। र अर्को कुरो चाहिँ त्यसबाट तपाईँ हामीले जोखिम पनि लिनुपर्ने हुन्छ। अर्को कुरो रोजगारीमा जाँदाखेरि तपाईँ हामीले सिपलाई अरूको लागि चाहिँ हामीले हामीसँग भएको सिपलाई बेच्ने नै हो।
सिपलाई बेच्ने नै भनौँ ओभरअल रोजगारीको क्रममा भनेपछि अहिले अब बेच्नेलाई अर्को अर्थ नलागोस्, मैले चाहिँ सहज रूपमा चाहिँ हामीसँग भएको सिपलाई चाहिँ हाम्रो रोजगारदाताको लागि, जस्तो सरकारी सेवामा चाहिँ रोजगारदाता भनेको सरकार हुन्छ, सरकारको लागि हामीसँग भएको सिप, हामीसँग भएको क्षमतालाई सदुपयोग गर्ने हो। र त्यसपछि अब व्यवसाय भनेको अब इन्टरप्रेनरसिप भनेपछि हामीसँग त्यो उद्यमशीलता छ भने र त्यसको लागि अलिकति पुँजी पनि चाहिन्छ, जोखिम पनि लिन सक्नुपर्छ। यी तिनटै कुरालाई कम्पेयर गर्ने हो भने अलिकति सहाराविहीन यदि हामीसँग पुँजीको पनि अभाव छ भने तापनि र हामी जोखिम अलिकति कम लिन चाहन्छौँ भने र हामीसँग त्यो एक्सपिरियन्स छैन भनेपछि हामी सहाराविहीनको लागि चाहिँ पक्कै पनि सहाराको रूपमा चाहिँ लोकसेवा आयोग या शिक्षक सेवा आयोग जस्ता आयोगहरू जसले चाहिँ विश्वास बनाउन नेपालमा कमसेकम सफल भएको छ, त्यसलाई सहाराको रूपमा हामीले सरकारी सेवामा प्रवेश गर्न सक्छौँ। यति मैले यहाँलाई र हामीले कहीँ कतै साथीहरूमा चाहिँ कुनै कन्फ्युजन नहोस्, लोकसेवा आयोग अब प्रदेश लोकसेवा आयोगको बारेमा मैले त्यति इन्फर्मेसन मसँग नहुन सक्छ, तर लोकसेवा आयोग र शिक्षक सेवा आयोगको लिखित एक्जाम भनेको एकदम फेयर हुन्छ, ट्रु एन्ड फेयर हुन्छ। त्यसले गर्दा चाहिँ त्यसलाई एकदमै विश्वास गर्नुहोस्। अरू कसैले फल्ला कुरा सोच लगाएको या अर्को मान्छे बसेर एक्जाम दियो भन्ने कुराहरू चाहिँ कसैले भन्छ भने पनि त्यो कुरालाई विश्वास नगर्नुहोस्, एकदम विश्वास गरेर एक्जाम दिनुहोस्। त्यति मैले भने। अब म यमन सरलाई जोड्न चाहन्छु। जसरी सरकारी कर्मचारीहरू सरकारी सेवामा जान्छन् र गाउँलाई पटक्कै बिर्सिराखेको अवस्थाहरू हुन्छ, जस्तो फुलगेन मगी भाइले पनि कुरा उठाउनु भयो, गाउँ समाजलाई कसरी जोड्न सकिन्छ ताकि चाहिँ सेवाभाव पनि होस् र सेवा प्रवाहमा पनि सजिलो होस् र उहाँहरूलाई चाहिँ गाउँले जीवनमा आइरहँदाखेरि उहाँहरूलाई पनि सहजता होस्, गाउँसँग परिचित, दूरी बढाउने काम नगरोस् होइन। अब सरकारी कर्मचारी भयो भन्दैमा अब गाउँलाई छोडेर सहरतिर बढी उन्मुख हुने चलनहरू पनि छ, यसलाई कसरी चाहिँ सहजता दिन सकिन्छ सर? धन्यवाद सर। हाम्रो फुलगेन मगी भाइले भनेको कुरा एकदम सही कुरा हो, तर हामी कर्मचारी भनेको कुरा हामीले जागिर खाइसकेपछि, नेपाल सरकारको जब नियुक्ति लिइसकेपछि हाम्रो कर्मथलो यहाँ भएपछि कार्यथलोमा जानुपर्ने अवस्था हुन्छ। जसरी छोरीलाई अन्माएर दिएपछि ससुरालीमा बस्छ, त्यसै प्रकारले कार्यकालमा हामी कोही उहाँ सर अब हुनुहुन्छ बटेश्वरको, तर उहाँ कता गण्डकी कतातिर बस्नुहुन्छ। जस्तै म पनि थिएँ, म त यहाँ लोकलिटीको हिसाबले बसेँ, मैले चाहिँ अब बसेर यहाँ काम गरेँ। त्यसै अब मेरो 1 वर्षको के भन्छ जन्मथलो यहाँ थियो, तर मलाई काठमाडौँ फाल्यो। 1 वर्ष त मैले काठमाडौँमा गएर त्यहाँका उसलाई सेवा दिन पाएँ। हामी आउने भनेको कर्मचारी भनेको या त बिदामा आउन पाइन्छ कि त यी लोकलिटीमै काम गरे भने मात्र त्यो काम गर्न पाइन्छ। त्यसको लागि यो कुरा साइज हो। जस्तै हामी बिदामा आएको खण्डमा पनि हाम्रा यहाँ बटेश्वर गाउँपालिका जति पनि कर्मचारी छौँ त्यसको एउटा युनिटी बनाएर एउटा गरेर एक ठाउँ भेला भएर यो कुरा जुन निकाल्नु भयो त्यो कुरामा सबै कर्मचारीहरू मिलेर बसेर एउटा युनिट बनाएर एउटा व्हाट्सएप अहिले माध्यम भनेपछि मान्छे भेटेरै हुँदैन, एउटा अहिले इन्टरनेटको जमाना छ, व्हाट्सएप ग्रुप बनाएर पनि समाजमा बसेर गएर सबैजना एक ठाउँ बसेर छलफल गरेर हाम्रा गाउँमा भएका भाइ युवाहरूलाई प्रोत्साहन गर्ने एउटा युनिटी बनाएर एउटा त्यस्तो कमिटी जस्तै युवा सञ्जालले यहाँबाट सुरु गरे, त्यसै किसिमको एउटा कुनै युनिटी बनाएर यो गाउँको समाजलाई सेवा गर्न सकिन्छ। त्यसतर्फ चाहिँ भाइले भनेअनुसारको चासो लिनु पर्यो। हाम्रो उहाँ सर सहसचिव सर हुनुहुन्छ, उहाँकै माध्यमबाटै यो युनिटी चालु होस् जसमा हामी पनि साथ दिन तयारी छौँ। जस्तो तपाईँले अहिलेसम्मको अनुभवमा सरकारी सेवामा सेवा दिइरहँदाखेरि तपाईँलाई के लाग्छ? आफूले सरकारी सेवामा एउटा अधिकृत भएर काम गरिरहँदाखेरि सफलता पाए जस्तो लाग्छ कि मैले भुल गरेको छु, मैले अर्कै स्वरोजगारी गरेको भए वा अर्कै काममा देश विदेशमा गएको भए अरूभन्दा धेरै राम्रो अब्बल हुन सक्थे भन्ने त्यस्तो कि? धन्यवाद सर। मलाई त मेरो आफ्नो अनुभवको कुरा अनुसार मैले सरकारी सेवामा जुन सेवा दिइकन म त आफूलाई ठुलो नै गौरव मान्छु, किनकि मैले यहाँका हाम्रा जनता, हाम्रा यहाँ लोकल समाज, म त धेरै जसो लोकलमै बसेँ। मेरो बाहिरको अहिले मेरो तपाईँको 26 वर्षको जागिर अवधिमा मैले 2-4 वर्ष मात्र बसेँ। मेरो यो धनुषा जिल्ला र महोत्तरी जिल्लामै मैले सकाएको अनुसार मैले आफ्नो देशको लगायत हाम्रो यहाँ भएका
हाम्रा इष्टमित्र जनता जुन लोकलिटीको हिसाबले जुन मैले सेवा दिन पाछु त्यसले म गौरवित छु। मलाई त यो सरकारी सेवामा गएर मलाई केही त्यस्तो असहजो लागेको छैन। म त एकदम आफूलाई गर्वित र सान चाहन्छु कि म अझै पनि मेरो सन्ततिहरूलाई पनि त्यही र हाम्रा यहाँका जनता हाम्रा युवा भाइहरूलाई पनि त्यही भन्छु कि बाहिर गएर कमाएर भनेको आफ्नो श्रम अरूलाई किन बेच्ने, आफ्नै देशमा लगाउने, आफ्नै देशलाई सेवा दिने। जुन श्रम आफ्नो देशमा लागेको छ त्यसले आफ्नो सान, आफ्ना दाजुभाइ इष्टमित्र आफ्ना सबैलाई सेवा गर्ने मौका पाइन्छ। र आफ्नो उहाँ सरले भन्नुभयो नि सान भनेकै सेवा गर्नु हो। सान भनेकै सेवा दिएर जुन उपलब्धि पाइन्छ त्यो सान हो। पावरको लागि होइन कि जुन हामीले सेवा गरेर जुन उपलब्धि पाउँछौँ त्यही नै पावर हो। धन्यवाद। सुरेश सरलाई यो अहिले पछिल्लो चरणमा बटेश्वरले चाहिँ अलिक राम्रै हासिल गरेको छ। प्रत्येक लोकसेवाको परीक्षाको जुन रिजल्टहरू आउँछ बटेश्वरको नामहरू हेर्न पाउँछ हैन, र भोलिका दिनमा पनि यसरी नै हेर्न सकिन्छ कि भन्ने अपेक्षा पनि छ युवाहरूको। यसमा चाहिँ फुलगेन भाइले पनि प्रश्नलाई जोड्याउनु भएको थियो। यसको अभियान चलाउनको निम्ति यहाँको युवा युवतीहरूलाई अझै त्यसमा प्रोत्साहनको निम्ति के गर्न सकिन्छ? कसरी यसमा सरकारी लगानी, निजी लगानी वा विद्यालय स्तरबाट वा हाम्रो चाहिँ सफलता हासिल गर्नुभएको सहसचिव अधिकृतहरू उहाँहरूको अनुभवहरूलाई विद्यालयमा समेट्न सकिन्छ वा ट्युसन कोचिङ सेन्टर राखेर कसरी गर्दाखेरि एउटा तपाईँको अनुभवले के हुन्छ? एज अ प्रशिक्षक पनि हुनुहुन्छ। निकै नै राम्रो कुरो उठाइदिनु भयो फुलगेन सरले पनि। समय सान्दर्भिक र यो जनमानसको माग पनि यो प्रश्न थियो। यसलाई चाहिँ अब मैले चाहिँ कसरी चाहिँ सबैलाई समेट्न सकिन्छ र उहाँको प्रश्न चाहिँ खास गरेर के थियो भनेपछि यो सिजनल जस्तो तयारी हुँदैछ, वर्षैभरि चाहिँ किन हुँदैन भन्ने कुरो छ। मैले चाहिँ यो प्रश्नको उत्तर विचार पनि गरेका थिएँ, इच्छा पनि थियो। यसलाई चाहिँ यसो गरी लाँदा हुन्छ, हामीले अहिलेको आधुनिक समयमा चाहिँ भौतिक र अभौतिक दुवै कक्षा सञ्चालन गर्न सकिन्छ। हामी माझमा चाहिँ लोकसेवाप्रति ज्ञान राखेका बुद्धिजीवीहरू चाहिँ धेरै छन्। हामीले डेली एउटा के गरौँ भने अनलाइन प्लेटफर्म चुज गरौँ, जुमको सहारा लियौँ र त्यसमा एउटा ग्रुप जोइन गरेर चाहिँ कसले कुन समयमा कतिखेर चाहिँ समय दिन सकिन्छ त्यो समय दिएर दैनिकी कक्षा सञ्चालन गर्न सकिन्छ। र यस कक्षामा हप्तामा 2 दिन चाहिँ म समय लिदिन्छु भन्ने कुरा प्रतिबद्धता यहीँबाट जाहेर गर्दछु। र अर्को कुरो क्लासलाई चाहिँ हामीले कन्टिन्युटी कसरी लाने भन्ने कुरो अहिले हामीसँग सहसचिव सर पनि हुनुहुन्छ, अधिकृत सर पनि हुनुहुन्छ, लगायतका हाम्रा मञ्चमा पनि धेरै साथीहरू सहभागी हुनुहुन्छ। यसमा चाहिँ बटेश्वर युवा सञ्जालले जसरी आज यो कार्यक्रम आयोजना गरेको छ, सम्भवतः म यो दायित्व पनि उहाँहरूलाई नै दिन चाहन्छु। तपाईँहरू एउटा के बनिदिनुहोस् भने माध्यम बनिदिनुहोस् जसले चाहिँ विद्यार्थी र प्रशिक्षकलाई जोड्ने एउटा भूमिका निर्वाह गरिदिनुहोस् र प्रशिक्षणका लागि हामी तयार रहन्छौँ र यसलाई हामी निरन्तरता पनि दिँदै जान्छौँ। धन्यवाद। धन्यवाद। अब हामी चाहिँ समयको एकदमै बिट मारिसकेका छौँ र बटेश्वर युवा सञ्जालद्वारा आयोजित यो चाहिँ मन्थन कार्यक्रम आज चाहिँ हामीले छलफल गरिरहेका थियौँ। सरकारी सेवामा बटेश्वरका युवाहरूको यात्रा, चुनौती, अवसर र आशाको विषयमा अन्तिममा हाम्रो अतिथिज्यूहरूबाट जुन सरकारी सेवामा युवाहरू, विद्यार्थीहरू आफूलाई अब्बल ठानेर उहाँहरूको पहुँच सुनिश्चितताको निम्ति जुन प्रयासहरू भइराखेको छ, उहाँहरूले काम गरिरहनु भएको छ। भोलि गएर म पनि एउटा राष्ट्र सेवा कर्मचारी भएर देश र जनताको लागि सेवा गर्छु भन्ने भावना उहाँहरूमा छ। यसको लागि अन्तिममा के भन्न चाहनुहुन्छ? यमन श्रेष्ठ सरबाट सुरु गरौँ। छोटो। धन्यवाद सर। अब कुरा त मार्मिकै हो, सही नै हो होइन। अब तत्परता आफू के गर्ने भन्ने डिसिजन आफैले लिने कुरा हो। अब लोकसेवा आयोगकै तयारी गर्ने हो भने आफूले सबैभन्दा पहिला सुनिश्चितता गर्नुपर्ने भयो।
त्यो आफूले जबसम्म दृढता लिँदैन कुनै पनि कुराको व्यापार गर्नेले व्यापार सम्बन्धी दृढता लिनु पर्यो। पढ्नेले जस्तै मानव एसई गरिसकेपछि म के विषयमा पढ्ने भन्ने कुरा जसरी त्यहाँनिर च्यानल गेट छ त्यो सुनिश्चितता हुन्छ। त्यसै प्रकारले सबै ग्रेजुएसन गरिसकेपछि आफूले के गर्ने कुन कतातर्फ जाने निश्चितता स्वयं व्यक्तिले लिनुपर्ने हुन्छ। त्यही अनुसार तयारी गर्दै गएमा यदि लोकसेवातिर तयारी गर्न चाहने व्यक्तिले लोकसेवा तयारी गर्दाखेरि त्यही अनुसार कुनमा गर्ने कि अब सरले भने शिक्षातर्फ विज्ञानतर्फ टेक्निकल लाइनतिर हरेकतिरको लोकसेवा आयोगहरूको कुल छ। त्यो आफूले गरेको शिक्षाको दक्षता अनुसारतिर गयो भने आफूलाई लोकसेवा आयोगको तयारी गर्न सहज हुन्छ। सबैभन्दा कुरा यदि आइटी फिल्डको मान्छे छ भने उसले प्रशासनतिर जाँदा उसलाई त्योतर्फ बढी मेहनत गर्नुपर्ने हुन्छ। आइटी फिल्डको व्यक्तिले आइटीतर्फ नै गरे भने कम्प्युटर सम्बन्धी ज्ञान भएको व्यक्तिले कम्प्युटर इन्जिनियरिङतर्फ गर्यो, सिभिलको छ सिभिलतर्फ गर्यो होइन। प्रशासनिक सम्बन्धी आखिर आइटी गरेकोले प्रशासन जान पाउँदैन भन्ने छैन, पाइन्छ। तर आफ्नो फिल्डतिर गरेर गयो भने आफ्नो जुन दक्षता छ आफूले जुन शिक्षा हासिल गरेछ त्योतर्फ गएर यदि आफूले लोकसेवाको तयारी गर्न सहज हुन्छ, राम्रो हुन्छ। र सबैभन्दा अर्को कुरो के भने मेहनत चाहिँ पढ्नु चाहिँ पर्छ, समयको अनुकूलता चाहिँ हेर्नै पर्छ। समय यदि दिन सक्नु भएन भने सफलता हासिल हुँदैन। त्यसकारणले सिलेबसलाई यकिन गरेर सिलेबसलाई डिभाइड गरेर म कुन सब्जेक्टमा कसरी पढ्ने कसरी तयारी गर्ने त्यो सिलेबस हेरेर त्यो सिलेबस यकिन गरेर समय दिएर यदि लाग्नुभयो भने अवश्य पनि सफलता पाउनुहुन्छ भन्ने मेरो आशा छ। यही प्रश्न सुरेश सरलाई अन्तिममा विद्यार्थीहरूको लागि के एउटा सल्लाह सुझाव तपाईँको अनुभवले दिनुहुन्छ? धन्यवाद। यो प्रश्नको उत्तर पनि प्रश्नमै रहेको छ क्या। अघि हाम्रा आदरणीय सुनिल दाईले जुन प्रश्न राख्नुभएको थियो वाइ लोकसेवा, यदि यो वाइ लोकसेवाको उत्तर विद्यार्थीलाई थाहा छ भने चाहिँ ती विद्यार्थीले लोकसेवा सफल पार्न सक्छ जस्तो मलाई लाग्छ। अघि हाम्रो सहसचिव सरले भन्नुभएको थियो सबभन्दा पहिला पर्सनलको इन्ट्रेस्ट चाहिँ कहाँ रहेछ त, व्यक्तिगत रुचि कहाँ रहेछ। अब मलाई चाहिँ क्रिकेट प्लेयर बन्ने रुचि छ, मलाई चाहिँ मेरो गार्जियनले लोकसेवा पढ भनेपछि मैले सफलता पाउँछु होला जस्तो चाहिँ मलाई लाग्दैन, मेरो इन्ट्रेस्ट नै त्यसमा छैन। सर्वप्रथम हामीले चाहिँ पर्सनलको इन्ट्रेस्ट कहाँ रहेछ त्यो इन्ट्रेस्ट भइसकेपछि यदि तपाईँमा रुचि छ म लोकसेवा पढ्छु भनेपछि लोकसेवा पढ्ने सामग्री र त्यसको बाटो चाहिँ तपाईँले स्वयं भेटिहाल्नुहुन्छ। जहाँ इच्छा त्यहाँ उपाय भने चाहिँ त्यो तपाईँले पाउनुहुन्छ। र अर्को कुरो लोकसेवा चाहिँ तपाईँहरू जस्तै मैले चाहिँ अब दाइले अघि भन्नुभएको थियो विदेश गएर पनि पैसा कमाउन सकिन्छ अनि लोकसेवा चाहिँ किन गरिरहनु पर्यो। मैले चाहिँ मेरो एउटा व्यक्तिगत विचार के रहेछ, तपाईँले आर्थिक सन्तुष्टि यदि चाहनुहुन्छ भने लोकसेवा चाहिँ पढ्नुपर्छ, लोकसेवाको जागिर खानुपर्छ। किन खानुपर्छ भनेपछि एउटा न्यूनतम पारिश्रमिकमा कसरी जीवन चलाउन सकिन्छ त्यो कुरा चाहिँ तपाईँको लोकसेवाको जागिरले सिकाइदिन्छ। लाखौँ कमाएर पनि जुन आर्थिक सन्तुष्टि पाउन सकिँदैन त्यो 30,000को सरकारी सेवा प्रवेश गरिसकेपछि त्यो तलबले पनि मान्छेलाई सन्तुष्टि दिएको छ। लोकसेवाले जुन पहिचान हामीलाई गाउँमा कमाएर दिएको छ सायद करोडौँ सम्पत्ति आर्जन गरेका विदेशबाट पाएका व्यक्तिले चाहिँ त्यो पहिचान पाउन सकेको छैन। र लोकसेवा चाहिँ मेरो हिसाबले के रहेको छ भनेपछि तपाईँको पहिचान नभएर तपाईँको गाउँको, तपाईँको घरको र तपाईँको देशको पहिचानको रूपमा समेत रहेको छ। अहिले जसरी सरले जुन भन्नुभयो बटेश्वर एउटा लोकसेवाको थलो हुँदै गएछ, यो एकजनाको होइन सम्पूर्णको मेहनत छ, सबै गाउँवासी चिनिएको छ। र अर्को जुन एउटा प्रश्न छुट्या थियो अघि सरले हाम्रो सोधिदिनु भएको थियो महिला युवतीको सहभागिता चाहिँ लोकसेवामा न्यून रहेको छ, त्यो प्रश्न चाहिँ उत्तर आइदिएन। मलाई चाहिँ खास गरेर के लाग्छ भने सर महिला युवतीको सहभागिता चाहिँ यसमा कम हुनुको कारण के रहेछ, जनचेतनाको अभाव रहेछ सर। हामीले वास्तवमा लोकसेवाको महत्त्व के रहेछ, एउटा करियर बिल्डिङ हो, अभिभावकले मात्र निर्वाह गर्नुपर्छ भन्ने कुरा एउटा मानसिकता चाहिँ हाम्रोमा भइसकेको छ। हामीले ती मानसिकतालाई परिवर्तन गर्न सक्यौँ भने चाहिँ महिलाको युवतीलाई पनि लोकसेवातर्फ चाहिँ सहभागी गराउन सकिन्छ र तिनलाई पनि सफल बनाउन सकिन्छ। धन्यवाद। धन्यवाद सुरेश सरलाई। अब म सहसचिवज्यूबाट एकदम अन्तिममा छोटोमा चाहिँ यो सरकारी सेवामा पहुँच बढाउन चाहने युवा युवतीहरूको लागि के सल्लाह सुझाव दिनुहुन्छ? धन्यवाद सहजकर्ताज्यू। हाम्रा बटेश्वरका युवा
साथीभाइ बहिनीहरूले चाहिँ अहिले पछिल्लो समय लोकसेवा आयोग मार्फत या शिक्षक सेवा आयोग मार्फत सरकारी सेवा प्रवेशको गतिलाई त्यो ग्राभिटीलाई बढाउँदै लैजानु भएको छ। यो पक्कै पनि अघि हाम्रो फुलगेन भाइले यो डेमोन्स्ट्रेसन इफेक्ट भनौँ एउटाले गरेपछि अर्कोले पनि आई क्यान डु भन्ने एटिच्युड म पनि गर्न सक्छु नि त, धेरै साथीभाइले यदि केही काम गर्न सक्यो भने हम कर सक्यो भन्ने खालको एक पोजिटिभ वातावरण सिर्जना हो चाहिँ ओक्रो इफेक्ट छ और साथसाथै सकारात्मक वातावरण हुँदै जा रहा है। अनि अब हाम्रो तयारी गर्ने साथीहरूलाई चाहिँ म लास्ट उहाँले कन्क्लुडिङ टाइपको क्वेसन सोध्नु भएको छ। पहिला चाहिँ म के भन्छु भने अब यहाँ कमन रूपमै कतातिर के को तयारी गर्ने भन्ने कुरा आफूले डिटरमाइन गर्ने 3-4वटा सर्भिस सिलेक्ट गर्न सकिन्छ। त्यसपछि तपाईहरुले त्यसको सिलेबस वेबसाइटमै भेट्नुहुन्छ। त्यो सिलेबसलाई चाहिँ तपाईहरुले के गरिदिनु पर्यो भने नि मैले पनि गरेको त्यही नै हो। त्यो सिलेबसलाई चाहिँ तपाईहरुले आफैले सिलेबस बनाउनु पर्यो। जस्तो शिक्षककै तयारी गर्दै हुनुहुन्छ भने पनि त्यहाँको सिलेबस र अर्को यता लोकसेवाको गर्दै हुनुहुन्छ भने त्यहाँ सिलेबसहरू धेरै चाहिँ जुझ्छ। त्यो सिलेबसलाई यदि आफैले रिफाइन गरेर डुप्लिकेसन भएकोलाई हटाउने एलिमिनेट गर्ने अनि त्यसपछि आफैले यदि सिलेबस बनाउन सक्यो भने त्यसले कमन तयारीले गर्दा 2-3टा सर्भिसलाई तपाईले मजाले एक्जाम दिन सकिन्छ। र त्यो तयारी गर्दै गर्दाखेरि आफू चाहिँ आफूलाई विश्वास गरेर अनुशासित भएरै गर्नु पर्यो। र मेन कुरा चाहिँ अल्टिमेटली मैले अघि पनि भनेको थिएँ त्यो 3 घण्टाको पेपरमा लेखिएका कुराले तपाईले मलाई कति आउँछ त्यसले केही फरक पार्दैन। मैले कति तयारी गरेको थिएँ त्यसले केही पनि फरक पार्दैन, जिरो। अल्टिमेटली यदि हामीले त्यो 3 घण्टा अनुशासित भएर आफूलाई एकदमै संयमित पारेर आफूलाई एकदम सकारात्मक पारेर यदि 3 घण्टामा सही ढङ्गले उसले के खोजिरहेको छ हामीले साइकोलोजिकली के फिल गर्नु पर्यो भने एकजना एक्जामिनर म एक्जामिनर भयो भने मैले त्यहाँ कपीमा के खोज्छु क्लिन हुनु पर्यो। अर्को कुरो अरूभन्दा फरक हुनु पर्यो। तर फरक भन्दै गर्दाखेरि त्यो क्वेसनले मागेको भन्दा फरक होइन, क्वेसन भित्रै रहेर आफूले फरक ढङ्गले प्रस्तुत गर्न सक्नु पर्यो। ती त्यस्ता कुराहरू थोरै ढोके जस्तो फरकको कुरा गर्नुभयो नि याद आयो मलाई। जस्तो केही विद्यार्थीहरूको मनोबल के हुन्छ नि म पढ्नमा अलिक कमजोर छु, म आयो भिड्न सक्दिनँ या हजारौँ लाखौँको सङ्ख्यामा विद्यार्थीहरू हुन्छ होइन म सक्दिनँ के भन्ने हुन्छ। त्यसलाई थोरै जोडेर यसलाई प्रश्न ल उहाँले ठ्याक्क मैले यसमा ठ्याक्क अहिले मेरो दिमागमा उहाँ नेपालको इक्जाम्पल लिउँ न। नबिल ब्याङ्कको अहिले सिइओ हुन्छ मनोज गेवाली। उहाँ चाहिँ एसएलसी म जस्तै +2 के अरे 2nd डिभिजनबाट पास। हुन त 200 मान्छेमा म पनि 4 जना पास भएको मध्येमा पढेको थिएँ होइन महेन्द्रमावि ढल्केबाट। त्यस्तै गरेर उहाँ 2nd डिभिजनबाट पास हुनुभएको भनेपछि उहाँ सिए पढ्न दिल्ली जब जानुभयो नि विशालनगरमा त्यतिखेर उहाँलाई विभिन्न टिचरहरूले इभेन एक कुरा हामीले युट्युबमा पनि भिडियो भेट्न सक्छौँ। अरे मनोज भाइ तुम क्या पास कर लेगा क्या भनेर उसलाई जिस्काउँथ्यो अरे। तर उसले चाहिँ आफूमाथि विश्वास गरेको कारणले गर्दा आज नोबेल ब्याङ्क सिए पास गर्दै इभन र म पनि उहाँले हामीलाई पनि पढाउनु भएको थियो ब्याचलरमा। उहाँले हामीलाई पनि पढाउनु भएको कारणले गर्दा म अझै उहाँलाई सम्झिन्छु। भनेपछि आफूमाथि विश्वास गर्न सकियो र त्यो च्यालेन्जहरूलाई फेस गर्दै र कसैले जिस्कायो भनेपछि तँ कसले पनि भनेर अलिकति डोमिनेटिङ टाइपकै फिल गर्यो भने पनि हामीले त्यसलाई इगोको रूपमा होइन म गर्न सक्छु भन्ने खालको पोजिटिभली यदि तयारी गर्न सक्यो र आफूलाई चाहिँ एकदमै अनुशासित भएर र मेन कुरा मैले फेरि एक्जामको दिन भन्दैछु एक्जामको डेटमा त्यो 3 घण्टालाई चाहिँ कसरी आफ्नो समय व्यवस्थापनदेखि लिएर लेखन व्यवस्थापन गर्ने भन्ने कुराहरू चाहिँ त्यो तयारीकरणको क्रममा चाहिँ म्यानेज गर्न सक्यो भने हाम्रो मूल्याङ्कन हुन्छ र पक्कै पनि अब त्यसपछि लिखितमा राम्रो आइसकेको छ भने इन्टरभ्यूमा हामी सुन्छौँ नि सोर्स चले इन्टरभ्यूमा पनि एकदमै सिस्टमेटिक छ। मैले चाहेर जस्तो यहाँ 3 जनाले इन्टरभ्यू लिँदै हुनुहुन्छ भने मैले चाहेर मात्रै कसैलाई पास र कसैलाई फेल गराउन सक्दिनँ। 3 जनाको एभरेजिङ हुन्छ र त्यस्तै गरेर म्याक्सिमम कति दिन सक्ने र मिनिमम कति दिन सक्ने यदि त्योभन्दा क्रस भयो भने मिनिमम लिमिट क्रस भयो भने उसले स्पष्टीकरण दिनुपर्छ र यदि स्पष्टीकरण चित्त बुझ्दो छैन भने त्यो डिस्क्वालिफाई हुन्छ है। त्यसले गर्दा चाहिँ इन्टरभ्यू पनि एकदमै सिस्टमेटिक छ। त्यसले गर्दा साथीहरू हामीले यो लोकसेवामा प्रवेश गर्ने एउटा पिलरको रूपमा रहेको लोकसेवा आयोगलाई ट्रस्ट गरौँ, आफूलाई ट्रस्ट गरौँ र त्यसपछि चाहिँ अनुशासित भएर एकदम विश्वासका साथ र सरकारी सेवालाई सकारात्मक ढङ्गले लिएर सोचेर तयारी गरौँ। पक्कै पनि तपाईँहरूभित्र एकदमै प्रबल सम्भावना छ, तपाईँहरूभित्र त्यो सामर्थ्य छ, तपाईँहरूको मनमा त्यो सपना छ र तपाईँहरूभित्र त्यो दृढताले गर्दा तपाईँहरूले पक्कै पनि सफलता प्राप्त गर्नुहुनेछ भन्ने कामना सहित मेरो भनाइ राखेँ। धन्यवाद।
आज हामी चाहिँ बटेश्वर युवा सञ्जालद्वारा आयोजित यो मन्थन कार्यक्रम अन्तर्गत सरकारी सेवामा युवाहरूको यात्रा, चुनौती, अवसर र आशाको विषयमा हामीले छलफल गऱ्यौँ र हाम्रोमा चाहिँ अतिथिहरू हुनुहुन्थ्यो। रामप्रकाश महतो सहसचिव, प्रादेशिक लेखा परीक्षण महानिर्देशनालय लुम्बिनीका प्रदेश प्रमुख, यमन सुन्दर श्रेष्ठ इलाका प्रशासन कार्यालय बर्दिवास कार्यालय प्रमुख हुनुहुन्छ, सुरेश शाह खरिदार धनुषा जिल्ला अदालतमा कार्यरत हुनुहुन्छ। उहाँहरू तीनैजनालाई आयोजकको तर्फबाट र म व्यक्तिगत दिपेन्द्र सिंहको तर्फबाट तपाईँहरूले अमूल्य समय दिएर यो युवाहरू र हाम्रो चाहिँ लोकसेवाका लागि जुन युवाहरूले अहिले समय खर्चिरहनु भएको छ उहाँहरूलाई प्रोत्साहन स्वरूप तपाईँहरूले दिनुभएको आफ्ना विचारप्रति तपाईँहरूलाई सम्मान प्रकट गरौँ। तपाईँहरूको समयको लागि धन्यवाद दिन चाहन्छु। र आजको यो मन्थनबाट हामीले के निर्क्युल निकाल्न, एउटा निष्कर्ष निकाल्न सक्छौँ भने सरकारी सेवामा पहुँच हुनु एउटा चुनौतीकै विषय हो, तर यो चुनौतीलाई तपाईँको सहनशीलताले, लगनशीलता, आत्मविश्वास, निरन्तरता र गम्भीरताले तयारी गर्न सक्नुभयो भने तपाईँलाई सहज पहुँच र सरल चाहिँ हुनेछ। तपाईँको यात्रा जसको लागि चाहिँ उद्देश्य र हाम्रो चाहिँ लक्ष्य निश्चित हुनुपर्छ र तपाईँको आत्मविश्वास छ भने यो लोकसेवा आयोग तयारी गर्नको लागि तपाईँ एउटा अब्बल व्यक्ति हुनुहुन्छ भन्ने यो चाहिँ बटेश्वर युवा सञ्जाल र हामीमा चाहिँ 3 जना जुन हाम्रा युवाहरू हुनुहुन्छ उहाँहरूको चाहिँ जसरी उहाँहरू पनि किसान वर्गकै हाम्रै बटेश्वरका युवाहरू हुनुहुन्छ र जसरी उहाँहरूको सफलता र उहाँहरूको चाहिँ हामीले चाहिँ कुराहरू सुन्यौँ, उहाँहरूको अनुभवले गर्दाखेरि यही कुराले बताउँछ हाम्रो चाहिँ लगनशीलता र हाम्रो उद्देश्य फिक्स हुनुपर्छ, हाम्रो चाहिँ सफलता आफ्नो हातमा हुनेछ भन्ने यो आजको निष्कर्षसहित आजको यो पहिलो सत्रलाई यही अन्त्य गर्न चाहन्छौँ। धन्यवाद। तपाईँहरूले पनि हामीलाई समय दिनुभएकोमा हाम्रा चाहिँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आफ्नो यहाँ चाहिँ धेरै प्रतिष्ठानहरू पनि छ, व्यापारिक वर्गहरू पनि हुनुहुन्छ, उहाँहरू आफ्नै आफ्नै सेवा दिँदै आफ्नो ठाउँमा बसेर पनि सुनिरहनु भएको छ। हामीलाई तपाईँहरूको पनि समयलाई मूल्याङ्कन गर्दै हाम्रो चाहिँ आयोजकको तर्फबाट तपाईँहरूप्रति पनि धेरै धेरै सम्मान व्यक्त गर्दै आजको कार्यक्रमलाई म दिपेन्द्र सिंह पनि यहाँबाट बिदा मान्दै कार्यक्रमलाई टुङ्ग्याउन चाहन्छु। धन्यवाद।